नमस्ते, म अनुप खनाल। आज हाम्रो सो अलिकति डिफ्रेन्ट तरिकाबाट सामाजिक समसामयिक विषयभन्दा पनि अलिकति बढी राजनीतिलाई छुन खोजिरहेका छौँ। मसँग आज त्यसैको स्वरूप प्रिय भाइ नै भन्छु म, मेरो भाइ नै हो। बाइडेन स्कुल अफ पब्लिक पोलिसी, युनिभर्सिटी अफ डेलावरमा चाहिँ पब्लिक पोलिसीमा मास्टर गरिरहेका र डेलावर राज्यको साधारण सभा राज्यको सभामा चाहिँ लेजिस्लेटिभ फेलोको रूपमा पनि काम गर्दैछन् र उनी चाहिँ धेरै राजनीतिमा रुचि पनि राख्छन्। उनलाई नेपालदेखि अमेरिकाको राजनीति धेरै कुरा थाहा हुन्छ। युवा नेता नै भन्छु म, राइजिङ स्टार, राइजिङ लिडर भन्दाखेरि अलि फरक पर्ला। मिलन चङ्कटवा, कार्यक्रममा स्वागत छ ब्रो। थ्याङ्क यू। माई प्लेजर। अब तिमीले मलाई सोधिहाल्यो, म तिमीलाई सोध्छु, तिमीलाई कस्तो फिल हुँदैछ त? मलाई त एकदमै राम्रो लागेको छ। तपाईँले सेटअप यस्तो राम्रो गर्नुभएको छ, मेहनत गरेर। हो, यसको भाइबदेखि लिएर लाइट्सदेखि लिएर क्यामेरा, होइन, मैले $1 मिलियन तपाईँको प्यासनलाई सल्युट छ। हो, थ्याङ्क यू। क्यामेरा त हाम्रो जातो क्रिएसन पशुपति बस्याल, जो अहिले पछाडि बसेर होइन, सेटअप राम्रो छ, सेटअप राम्रो छ। तपाईँहरूको टिमको मेहनत तपाईँको फर्स्ट एपिसोडदेखि मैले हेरिरहेको छु। हो, तर सेयर लाइक कमेन्ट गरेपछि छैन। अफकोर्स सेयर लाइक कमेन्ट, अर्को के हुन्छ सब्सक्राइब। हेरेर मात्र भएन नि त, सब्सक्राइब पनि गरेको छु मैले। म तपाईँको सबैभन्दा पहिलो सब्सक्राइबर होला सायद। हो र? पहिलो दोस्रो टप 10 मा त पर्छु म चेक गर्छु। टप 10 मा म पर्छु, मलाई थाहा छ। ठिक छ। के छ त? चलिरहेछ लाइफ? ठिक छ दाइ, चलिरहेछ, काम चलिरहेछ, पढाइ चलिरहेछ। थ्याङ्क यू। डेलावरदेखि आयो, ड्राइभ गरेर 1.5 घन्टा। अफकोर्स 1 घन्टा 1.5 घन्टा। आज शिवरात्रि पनि हो, मन्दिर पनि दर्शन गरेर फर्किन्छु। हो, ठिक छ। अब यो एपिसोड चाहिँ अलिक पछि नै रिलिज हुन्छ, तर पनि आज शिवरात्रि हो। शिवरात्रिको शुभकामना सबैजनालाई। शुभकामना। एपिसोड सुरु भइदा चाहिँ सकिसक्छ, तर पनि शुभकामना। अब हामी चाहिँ आज अलिकति डिफ्रेन्ट तरिकाबाट सुरु गरौँ। ओके, हुन्छ। म तपाईँ जसरी जान चाहनुहुन्छ म त्यसरी बग्न तयार छु। तिम्रो अनुभव के छ त? तिमी नेपालबाट स्टुडेन्ट भयो, स्टुडेन्टको जर्नी पार गर्यौ भन्छु, स्टिल स्टुडेन्ट छौ, तर पनि प्रिटी मच तिमीले चाहिँ धेरै अनुभवहरू भोगिसक्यो, लिइसकेका छौ। एउटा नेपालबाट आएर यहाँको एउटा राज्य सभाको सांसदमा चाहिँ लेजिस्लेटिभ फेलोको रूपमा काम गर्नलाई चाहिँ गाह्रै कुरा हो नि, होइन? लेजिस्लेटिभ फेलो भनेको चाहिँ के हो एकछिन मलाई भन त। लेजिस्लेटिभ फेलो हामी बेसिकली हामी रिसर्च गर्छौँ र रिसर्च बाहेक अरू लेजिस्लेटिभ प्रोसेसेसहरूमा, प्रक्रियाहरूमा कानुन निर्माता जो प्रत्यक्ष निर्वाचित भएर आएका हुन्छन् प्रतिनिधिहरू, निर्वाचित प्रतिनिधिहरू, उहाँहरूलाई सघाउने र उहाँहरू सँगसँगै उहाँहरूको स्टाफ हुन्छ जसले जेनरल एसेम्ब्ली रन गर्छ। डेलावेयरको जेनरल एसेम्ब्ली चाहिँ बाइकामेरल स्ट्रक्चरमा छ, भनेको एउटा अप्पर हाउस छ, अर्को लोवर हाउस छ, माथिल्लो सदन र तल्लो सदन। माथिल्लो सदन भनेको सेनेट भइहाल्यो, राष्ट्रिय सभा भने जस्तो नेपालमा। माथिल्लो सदन र तल्लो सदन भयो। माथिल्लो सदन भनेको यहाँ सेनेट हो, तल्लो सदन भनेको तपाईँको हाउस अफ रिप्रेजेन्टेटिभ्स, होइन? हामीले नेपालको संसद हेर्दाखेरि चाहिँ तपाईँको सुमना श्रेष्ठ, गगन थापा, अरू पपुलर नेताहरू जो उठेर, होइन, जति हामीले भिडियो क्लिप्सहरू देख्छौँ त्यो चाहिँ मोस्टली हाउस अफ रिप्रेजेन्टेटिभ्स, प्रतिनिधि सभा, त्यो पपुलर बिल्डिङ छ नि, त्यो फेमस। एनिवे, म चाहिँ यहाँको चाहिँ तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स को दुईवटा ककस हुन्छ फेरि यहाँ चाहिँ, एउटा मेजोरिटी ककस र माइनोरिटी ककस। मेजोरिटी भनेको चाहिँ बहुमतमा अहिले डेमोक्रेटिक पार्टी छ। त्यो कारणले गर्दाखेरि, त्यो कारणले भन्दा पनि म चाहिँ अहिले हाउस अफ रिप्रेजेन्टेटिभ्सको चाहिँ मेजोरिटी ककसलाई सघाउँछु। निर्वाचित प्रतिनिधिहरूलाई नन पार्टिसन रिसर्च र लेजिस्लेटिभ प्रोसेसहरूमा सघाउने हो। त्यो बाहेक सघाउने भन्नाले के चाहिँ गर्छौ तिमी? त्यही पोलिसी मेकिङमा काम गर्छौ कि हुन्छ नि अब कानुन बनाउँछौ कि? ओके, दुईटा हुन्छ। तपाईँको एउटा निर्वाचित प्रतिनिधि आफै स्वयं जुन देखिन्छ फ्रन्ट फेसिङ कानुन निर्माताहरू, तर ब्याकएन्डमा सघाउने एउटा ठुलो
पङ्क्ति हुन्छ क्या लेजिस्लेसनमा चाहिँ, त्यो स्टाफहरू हुन्छ होइन। त्यो हाउस अफ रिप्रेजेन्टेटिभ्सको मेजोरिटी ककसमा मात्रै एउटा चिफ अफ स्टाफ हुन्छ जसले भए जति सबै स्टाफहरूको टास्कहरू असाइनमेन्टहरू कोअर्डिनेट गर्ने काम गर्छ। अर्को डेपुटी चिफ अफ स्टाफ हुन्छ, अर्को पोलिसी डिरेक्टर हुन्छ, अर्को लेजिस्लेटिभ डिरेक्टर हुन्छ। सो एउटा ककसभित्र मात्रै पनि प्रतिनिधिहरूले गर्न खोजेको काम, इन्ट्रोड्युस गर्न खोजेको बिल, अध्ययन गर्न खोजेको कुरा, बुझ्न चाहेको कुराहरूलाई सघाउनको लागि, फेसिलिटेट गर्नको लागि त्यो ठुलो ब्याकएन्डमा चाहिँ पङ्क्ति एउटा लागिरहेको हुन्छ। म चाहिँ त्यो ब्याकएन्डमा बसेर काम गर्ने व्यक्ति हुँ अहिले। मेरो काम के पर्छ? पर्दा पछाडिको खेलाडी होइन हो। पर्दा पछाडिको खेलाडीको काम के हुन्छ भन्दाखेरि दुईटा। मेरो चाहिँ एउटा प्रमुख काम चाहिँ म सम्पूर्ण साधारण सब हाउस अफ रिप्रेजेन्टेटिभ्सको लागि, हाउसको लागि चाहिँ चारवटा समितिमा पनि मलाई असाइनमेन्ट दिएको छ। चारवटा समिति चाहिँ एउटा ट्रान्सपोर्टेसन, यातायात, एग्रिकल्चर, कृषि, नेचुरल रिसोर्सेस एन्ड एनर्जी, प्राकृतिक स्रोत र ऊर्जा, र लेबर होइन, श्रम। चारवटा समितिहरूमा पनि बसेर मैले काम गर्छु। त्यो चारवटा समितिको बैठक हुँदाखेरि बैठकमा समावेश हुने, बैठकमा को लागि एजेन्डा तयार गर्ने, प्रतिनिधिहरूको लागि फाइलहरू तयार गर्ने, मिटिङको लागि तयारीको लागि जे कामहरू चाहिन्छ त्यो तयारीको व्यवस्थापनको पक्षमा काम गर्ने, र मिटिङ चल्दाखेरि मिटिङमा समावेश हुने, मिटिङमा राखिने प्रश्न, टिपोटहरू जति पनि कुराहरू गर्नुपर्ने हुन्छ, मिटिङ माइन्युट्सहरू, त्यो सबै माइन्युटिङ गर्ने। मिटिङ सकिसकेपछि पनि आफ्नो क्युबिकलमा आउने, अफिसमा आउने, र मिटिङमा उठाएका प्रश्नहरू, बोलिएका कुराहरूलाई चाहिने डकुमेन्ट गरेर राख्ने, अर्गनाइज गर्ने। सो संसदीय समितिहरूमा बैठक चल्दाखेरि, चल्नुभन्दा अगाडि र बैठक सकिसकेपछि के काम हुन्छ ब्याकएन्डमा, त्यो सबै काम गर्ने चारवटा समितिको काम मैले गर्छु। र त्यो बाहेक चाहिँ जुन पनि सुकै चाहिँ जेनरल एउटा इस्युमा, पोलिसी कुरामा चाहिँ कुनै सांसदलाई यहाँ कस्तो हुन्छ भने, यहाँको नीति निर्माण चाहिँ किन दीर्घकालीन हुन्छ, अलिकति स्टेबल हुन्छ होइन, किन चाहिँ आज निर्णय गर्यो भोलि उल्टिहाल्ने त्यो हुँदैन भन्दाखेरि त्यो निर्णय प्रक्रिया चाहिँ तयारी सङ्गत हिसाबले होमवर्क गरिया हुन्छ। जस्तो कुनै पनि वर्षौं लगाएर नीति निर्माण गरिन्छ, हच्चाको भरमा ल्याइँदैन। कुनै पनि सांसदलाई कुनै पनि विषयमा अध्ययन चाहियो, कानुनी अध्ययन होइन। जस्तो हामीले सडक व्यवस्थापनको कुरा भयो होइन, अथवा सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने कुरा भयो। सार्वजनिक यातायातमा विद्यमान कुनै समस्यालाई समाधान गर्नु पर्यो भने यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, म यो समाधान गर्न चाहन्छु भनेर कुनै एउटा सांसद त्यो विषयमा इच्छुक हुनुभयो भने त्यो विषय म कहाँ आइपुग्छ? थ्रु पोलिसी डिरेक्टर होइन। अनि मैले त्यो विषयलाई हेर्छु, मैले कानुन हेर्छु, नीति हेर्छु, विद्यमान प्र्याक्टिसेसहरू हेर्छु, अमेरिकाभरिको लेजिस्लेसन हेर्छु, अन्य राज्यमा त्यो समस्या कुन तहमा छ हेर्छु, ती विद्यमान समस्यालाई कसरी नीतिगत इन्टरभेन्सनद्वारा सल्भ गरिए भन्ने त्यो हिस्ट्री हेर्छु, बेस्ट प्र्याक्टिसेस हेर्छु। त्यही समस्यालाई समाधान गर्दा कुन राज्यले कुन तरिका अप्नायो, कुन राज्यले कुन तरिका अप्नायो, र कसरी जाँदाखेरि समस्याहरू कम आए, कसरी सोल्युसनहरू दीर्घकालीन हुन सके, त्यो अध्ययन गर्छु। त्यो अध्ययनमा 2 हप्ता 3 हप्ता विषयको गम्भीरता अनुसार त्यसको ड्युरेसन फरक पर्छ। तर म त्यसरी होमवर्क गर्छु। होमवर्क गरिसकेपछि मैले गरेको काम ब्याक एन्ड फोर्थ म मिटिङमा बस्छु पोलिसी डिरेक्टरसँग, हामी एउटा निष्कर्षमा पुग्छौँ र यो चाहिँ ट्यान्जिबल एउटा सोल्युसन हुनसक्छ, यो चाहिँ हामी लक्ष्य हासिल गर्न सकिन्छ यो संसदीय कारमा अथवा कार्यकालमा, अथवा एउटा संसदीय अधिवेशनभित्र चाहिँ 6 महिना 1 वर्षको समयमा हामी यो कानुन चाहिँ बनाउन सक्छौँ होइन। मैले प्रस्ताव गरेको सोल्युसन चाहिँ प्र्याक्टिकल हो भन्ने अग्रिममा पुगिसकेपछि त्यसपछि पोलिसी डिरेक्टरको थ्रु लेजिस्लेटिभ कहाँ जान्छ, उहाँले अध्ययन गर्नुहुन्छ। त्यसपछि ककसले होमवर्क गर्छ, हाउस मेजोरिटी ककसले सबै डेमोक्रेटिक पार्टीको चाहिँ निर्वाचित प्रतिनिधिहरू बसेर बैठक गर्नुहुन्छ, जसले चाहिँ त्यो इस्यु उठान गर्न खोज्नु भएको, जो स्पोन्सर हुनुहुन्छ त्यो बिलको, उहाँले आफ्नो साथीहरूलाई प्रस्ताव गर्नुहुन्छ, साथीहरू सार्वजनिक यातायातसम्म सम्बन्धित यो समस्या समाधान गर्नको लागि चाहिँ मैले यो नीतिगत अध्ययन गरेको छु, हामीसँग यो अध्ययन छ, यो कानुन बनाएर गयौँ भने यो समस्या समाधान हुने रहेछ, के छ तपाईँहरूको राय होइन। त्यसपछि उहाँहरूले सपोर्ट गर्ने कुरा हुन्छ, बिलको को स्पोन्सर आउँछ, त्यो फ्लोरमा जान्छ, भोट हुन्छ, पास हुन्छ, कानुन हुन्छ। मेरो काम चाहिँ ब्याकएन्डमा बसेर गर्ने हो लेजिस्लेटिभ। तिमीलाई मैले भने पर्दा पछाडिको खेलाडी।
महत्त्वपूर्ण भूमिका हुन्छ नि त पर्दा पछाडि खेलाडी हुने। धेरै महत्त्वपूर्ण हुन्छ, धेरै महत्त्वपूर्ण हुन्छ। अगाडिको भन्दा पछाडिको खेलाडीको महत्त्वपूर्ण भूमिका हुन्छ। एकदमै एकदमै एकदम। तिमीले जुन अहिले कुरा गरिरह्यो नि त्यो कुरालाई हामीले नेपालमा लागू गर्न सकिँदैन? एकदमै कि भइरहेछ? सकिन्छ सकिन्छ। मैले तिमी त एउटा राजनीतिक पृष्ठभूमिबाट पनि आएको व्यक्ति भयौ होइन? एक तरिकाले तिमीलाई यसमा धेरै इन्ट्रेस्ट पनि छ, जुन मैले देखिरहेको हुन्छ तिम्रो प्यासन। त्यसैको स्वरूप तिमीले अहिले नेसनल पोलिसी फोरम पनि नेपालमा चलाएको छौ। अब यति हामीलाई भनिदियो कि जुन अहिले तिमीले जति काम यहाँ गरिरहेको छौ त्यसलाई नेपालमा कसरी हामीले इम्प्लिमेन्ट गर्न सकिन्छ? नेपालमा यो कुराहरू लागू गर्न सकिँदैन भन्ने होइन, बिल्कुल सकिन्छ। त्यसको लागि मलाई के लाग्छ भने एउटा त्यस हिसाबले कानुनलाई बुझ्ने अथवा आफ्नो शक्तिलाई बुझ्ने। म निर्वाचित भएर आएको जनप्रतिनिधि हुँ। मेरो निर्वाचित भएर म जुन ठाउँमा आज आइपुगेको छु, जुन पदमा छु, त्यो पदले उत्तरदायित्व, जवाफदेहिता र मेरो काम खोज्छ र मेरो कामको आधारमा जनताले मूल्याङ्कन गर्छन्। मैले नागरिकलाई अथवा मलाई जसले मत दिएर यहाँ पठाए उनीहरूको समस्यासँग जोडिन सक्नु वा त्यो समस्यालाई मैले समाधान दिन सक्नु नै मेरो कर्म हो र त्यो कर्म हासिल गर्नको लागि मैले जे गर्नुपर्छ त्यो म सबै गर्न तयार छु भन्ने यतिको स्पष्टता सहित इमानदारीता भयो भने काम गर्न सकिन्छ। तपाईले भन्नुभएको जस्तो काम नभएको पनि होइन। अहिले चाहिँ रिसेन्टली मैले लिङ्क्डइनहरू हेरिरहेको हुन्छु, धेरै संसदहरूको सचिवालयको पेजहरू हेरिरहेको हुन्छु। उहाँहरूले कानुनी अध्ययनको लागि, पोलिसी रिसर्चको लागि, लेजिस्लेटिभ रिसर्चको लागि ल पोलिसी यो विषयहरू पढ्ने विद्यार्थीहरूलाई इन्टर्नको रूपमा हायर गरेर चाहिँ उनीहरूको अध्ययन सदुपयोग गर्ने, उनीहरूको ज्ञानलाई सदुपयोग गर्ने एउटा कल्चर चाहिँ बिस्तारै बस्दैछ। त्यसैले म यो छँदै छैन पनि भन्दिनँ, छ। कतिपय अलिकति प्रोएक्टिभ सांसदहरू जसले यो विषयको गम्भीरतालाई बुझ्नुहुन्छ, अध्ययनको महत्त्वलाई बुझ्नुहुन्छ, प्रोएक्टिभ सांसद भन्नाले को हो? धेरै हुनुहुन्छ। सबै दलमा त्यसरी खुला ओपन माइन्डेड यो अध्ययनको महत्त्वलाई बुझ्ने सांसदहरू धेरै हुनुहुन्छ र सबैले आफ्नो तहमा मलाई लाग्छ बिस्तारै यो कुराको महत्त्वलाई बुझेर कामहरू आफ्नो ढङ्गबाट अगाडि बढाउँदै हुनुहुन्छ। र तपाईँले भन्नुभएको कुरा हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसेसमा जुन किसिमको इनएफिसियन्सी छ नि, अस्ति भर्खर यो अध्यादेशहरू 5-6वटा कतिवटा अध्यादेश आयो। त्यो अध्यादेशहरू किन ल्याइयो? त्यसरी ल्याउनु हुन्थेन जस्तो यहाँ एक्जिक्युटिभ त्यसको साँच्चै विरोध भइरहेछ। त्यो अध्यादेश किन ल्याइयो भन्ने कुरा अध्यादेश त अब मैले जहाँसम्म बुझेको कुनै एउटा सरकारलाई काम गर्न सजिलो होस् भन्ने हिसाबले आफ्नो पावर युज गरे हो। कार्यकारीले आफ्नो अधिकार लिएर आएर त्यसलाई, तर त्यसमा विरोध गर्नुपर्ने चाहिँ के छ त्यस्तो मैले यसो बुझ्न खोजेको तिमीसँग। संसदमा विषयवस्तुमा छलफल चलाएर पक्ष विपक्षमा प्रश्न प्रतिप्रश्न गरेर ल्याइएको नीति दिगो हुन सक्छ वा सबैका लागि सर्वसम्मत हुन सक्छ भन्ने त्यो स्ट्यान्डर्ड एउटा प्रोसिजरको कुरा भयो हैन। संसद लेजिस्लेचर नै हुन्छ नि। तिमीलाई एकछिन रोकेर विधायिका तिमी र मैले डिबेट गरिरहँदाखेरि त्यो कुरा फ्रुटफुल हुन्छ भन्ने कुरो कसरी हामीले चाहिँ ग्यारेन्टी गर्न सकिन्छ? होइन, विधायिका तीनटा मुख्य अंग हुन्छ, लेजिस्लेटिभ, एक्जिक्युटिभ, कुरा विदाउट एनी के भन्छ त्यसलाई, कसैसँग सल्लाह नगरिकन लिएको डिसिजनले पनि इम्प्याक्ट होइन। तर फेरि हामी त डेमोक्रेटिक फ्रेमवर्कमा छौँ होइन। हामी पार्लियामेन्टरी डेमोक्रेसी हो आज नेपालले प्र्याक्टिस गर्ने। अध्यादेश ल्याउनु पनि त डेमोक्रेटिक पाइन्छ। मैले यो भनेको छैन कि कन्टेन्टमा गएर बहस गर्ने हो भने कुन अध्यादेशमा के सही गलत छ भन्ने कुरालाई चाहिँ केलाएर बहस गर्नु त्यो फरक कुरा भयो। तर अध्यादेश आफैमा गलत कुरा होइन, म त्यो मान्दिनँ। जसरी आज एक्जिक्युटिभ अर्डरहरू साइन भइरहेछ होइन अमेरिकामा होइन, अध्यादेशै हो, त्यही हो अध्यादेश भनेकै होइन। तपाईँको कार्यकारीको टेबलबाट चाहिँ लेजिस्लेटिभ बडीलाई चाहिँ बाइपास गरेर एक्जिक्युटिभ अर्डर मार्फत अथवा एक्जिक्युटिभ अथोरिटी मार्फत होइन कुनै पनि कानुन आउँछ वा कुनै पनि एउटा
भनौँ न योजना आउँछ भने त्यसलाई चाहिँ त्यसैलाई हो हामीले अध्यादेश भन्ने। तर अध्यादेशको किन विरोध भयो भन्दाखेरि संसदीय अभ्यासलाई चाहिँ बाइपास गरेर अथवा संसद बन्द राखेर चाहिँ कार्यकारीले मात्रै आफ्नो इच्छा अनुसार आफ्नो सुविधा बमोजिम कानुनहरू त्यसरी पास गर्दै जाने हो भने फेरि त्यसले चाहिँ पार्लियामेन्टरी प्रोसेसलाई कसरी निष्क्रिय बनाउँछ अथवा एउटा मात्रै व्यक्तिको इच्छा वा स्वार्थ हावी हुन जान्छ दीर्घकालीनमा, होइन, दीर्घकालीन रूपले भन्ने त्यो बुझाइ हो। तर अध्यादेश पनि एउटा प्रोसिजर हो, कानुन लिएर आउने। त्यो सर्वसम्मत सधैँ गलत हुन्छ भन्ने चाहिँ हुँदैन। त्यही त त्यसमा ल्याइएका केही अध्यादेशहरू चाहिँ सरकार पक्षमै भएका पार्टीहरूले पनि विरोध गरिरहेछन् नि त। हजुर हजुर हजुर, पक्ष विपक्ष हुन्छ कन्टेन्टमा गएर पनि। सरकारमै अहिले जो छन्, सरकारमा जस्तै अहिले नेपालमा 2 पार्टीको सरकार छन्। हजुर हजुर, त सरकारमै भएका पार्टीले पनि केही सांसद माननीय ज्यूहरूले चाहिँ विरोध गरिरहेछन् नि त, होइन? हजुर हजुर, त्यसको कारण चाहिँ के हो त? मलाई लाग्छ त्यही होला, कतिलाई विषयवस्तुमा चित्त नबुझेको खण्डमा, होइन, धेरै अध्यादेश आएको छ, एउटा मात्र अध्यादेश आएको होइन। र अध्यादेश आज मात्र आएको होइन, आजभन्दा हिजो पनि धेरै पहिला पनि अध्यादेशहरू ल्याइने, नागरिकताको विषयमा पनि अध्यादेशहरू ल्याइयो। विभिन्न प्रसङ्गमा विभिन्न आवश्यकता महसुस गर्दाखेरि जो कार्यकारी भूमिका हुन्छ, सरकार चलाउने दलले वा व्यक्तिले आफ्नो सरकारको पर्फर्मेन्स सुधार गर्नको लागि वा डेलिभर गर्नको लागि जुन डेलिभरी गर्नुपर्छ भन्ने म्यान्डेट लिएर आएको हुन्छ, त्यो डेलिभर गर्नको लागि चाहिँ जसरी म डेलिभर गर्न सक्छु भन्ने लाग्छ, मलाई लाग्छ त्यो कार्यकारीले पर्फर्मेन्स दिने कुरामा वा जनतालाई मुद्दा डेलिभर गर्ने कुरामा, आफ्ना बाचाहरू, चुनावी बाचाहरू पुरा गर्ने कुरामा अध्यादेश ल्याएर, होइन, फेरि अध्यादेश नै सही कि गलत भन्ने कुरामा आउँदाखेरि अध्यादेश ल्याएर काम डेलिभर गर्छ भने त्यो आफैमा गलत हुँदैन। तर संसदलाई बन्द राखेर वा संसदलाई निष्क्रिय बनाएर अध्यादेश मार्फत मात्रै एकहोरो हिसाबले एउटा व्यक्ति वा निजी स्वार्थलाई मात्रै प्राथमिकता दिएर ल्याउँदाखेरि त्यो अलिकति अधिनायकवादतिर जान्छ कि, वा त्यसले पार्लियामेन्टको जुन अस्तित्व छ, होइन, त्यसको मान मर्यादा राख्ने कुरामा त्यसले राम्रो गर्दैन कि भन्ने कन्सर्न चाहिँ आफैमा फेरि जेन्युइन छ। तिम्रो विचारमा राजतन्त्र कि गणतन्त्र? अफकोर्स डेमोक्रेसी। किन? राजतन्त्रको कुरा गर्ने हो भने दुईटा बाटो। राजतन्त्रमा त डेमोक्रेसी थियो त थिएन? जस्तो आजको नेपालमा हामीले राजतन्त्रको बहस गर्ने हो भने दुईटा अप्सन मात्रै हुन सक्छ। एउटा, राज संस्थालाई सेरिमोनियल राख्ने, होइन, र तपाईँले भन्नुभयो जस्तो जुन किसिमको राज संस्था हुँदा हुँदै पनि डेमोक्रेसी थियो भनेर भन्नुभयो नि, सेरिमोनियल राख्ने हो राज संस्थालाई, र जनताद्वारा निर्वाचित प्रतिनिधिले जनताले शासन सत्ता चलाउने हो, कार्यभार बोक्ने हो, अथवा कार्यकारी भएर देश चलाउने हो, शासन प्रशासन चलाउने हो भन्ने तर्कमा हामी जान्छौँ भने सेरिमोनियलको लागि त आज पनि राष्ट्रपति हुने व्यवस्था छ भनिसकेपछि सेरिमोनियल राख्नुपर्ने औचित्य के? र अर्को बाटो, होइन, हामीले राजा सेरिमोनियल राख्नको लागि चाहेको होइन, सजाउनको लागि चाहेको होइन, राजाले आएर शासन गर्नुपर्छ भनेर कसैले भन्छ भने के हामी डिक्टेटरसिपमा बाँच्नलाई तयार हो? के हामी हाम्रो राइट्सहरू गिभ अप गर्नलाई तयार हो? हिजो सोसल मिडिया बिल आउँदाखेरि मैले आफ्नो कुरा खुला रूपमा राख्न सक्दिनँ होला, मैले तर्क विचार राखेकै आधारमा मलाई राज्यले, सरकारले, कुनै नेताले जेल हाल्न सक्छ, मलाई बन्दी बनाउन सक्छ, मलाई सजाय तोक्न सक्छ, मलाई जरिवाना तिराउन सक्छ भन्ने डरले हामीले बोल्यौँ, जुन हिसाबले हामीले आफ्नो चिन्ता राख्यौँ। राज संस्था भएर हामीले राजालाई शासन संस्था चलाउन दिने र जनताहरू सबै चाहिँ आफ्नो निजी काम मात्रै गर्ने तर शासन सत्तामा संलग्न नहुने, होइन, राजालाई नै कार्यकारी मान्ने हो भने त्यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ जस्तो लाग्छ। कि हामी डिक्टेटरसिपमा बाँच्न वा आफ्नो राइट्सहरू गिभ अप गर्नको लागि जुन अधिकार छ नि, त्यो अधिकारहरू गिभ अप गर्न तयार हो भन्ने प्रश्न चाहिँ हामीले जवाफ दिनुपर्छ पहिला जस्तो लाग्छ। र मलाई के लाग्छ भन्दाखेरि, मलाई निजी रूपमा तपाईँले सोध्नुहुन्छ भने म एउटा सामान्य नेपाली जनताको छोरा हो। मेरो बुवा मम्मी दुवै एसएलसी पास पनि हुनुहुन्न। म पहिलो पुस्ताको कलेज विद्यार्थीको रूपमा मैले स्कुल पढेँ, सार्वजनिक पब्लिक स्कुलबाट मैले आफ्नो स्कुल पुरा गरेँ, +2 पढेँ, विदेश आएँ, ब्याचलर्स गरेँ, मास्टर्स गरेँ। म जस्तो विद्यार्थीहरू धेरै हुनुहुन्छ, जनताका छोराछोरीहरू धेरै हुनुहुन्छ
जसले आफ्नो सङ्घर्ष मार्फत आफूलाई तयार गर्दै हुनुहुन्छ, अगाडि बढाउँदै हुनुहुन्छ। मलाई के लाग्छ भने केही समयमा हाम्रो समाजले जुन गति लिइरहेको छ, हाम्रो यो लोकतन्त्र सँगसँगै जुन अवसरका ढोकाहरू खुलेका छन्, ती सबै जनताको लागि समान तहमा खुलेका छन्। यो म मान्छु कि आजको विद्यमान व्यवस्थामा कतिपय कुराहरू हामीलाई चित्त नबुझ्ने कुराहरू छन्। शासन पद्धतिमा बागडोर चलाउने कुरामा, राज्य सत्ता चलाउने कुरामा हाम्रो गभर्मेन्ट आजको जुन व्यवस्था छ त्यसले डेलिभर गर्न सकेको छैन। तर म के कुरा मान्छु भन्दाखेरि एउटा नागरिकको छोरा एउटा नागरिकको छोरा म यो कम्प्लिट गरिहाल्छु। जुन म तिमीलाई अलिकति म यो कम्प्लिट गरिहाल्छु। एउटा नागरिकको छोरा चाहिँ देशप्रति कम वफादार हुन्छ अथवा एउटा वंशबाट आउने कोही पात्र हुन्छ अथवा त्यो राजा हुन्छ अथवा राजकुमार हुन्छ, राजकुमारको देशभक्ति भन्दा मेरो देशभक्ति कम छ भनेर कसैले आर्ग्यु गर्छ भने मलाई त्यो स्वीकार्य छैन। के तपाईँ मान्नुहुन्छ कुनै राजाको भन्दा तपाईँको देशप्रेम कम छ? के तपाईँ बिक्नुहुन्छ त राजा बिक्दैन त्यसको ग्यारेन्टी छ? के तपाईँ आफूलाई त्यति सस्तो बिकाउ ठान्नुहुन्छ एउटा नागरिकको रूपमा? कोही पनि नागरिकले आफ्नो नागरिक सर्वोच्चताको सम्मान गर्छ। म नागरिक हुँ र एउटा सार्वभौम नागरिकको रूपमा मेरो अधिकार कोही पनि राजा, कुनै पनि मन्त्री, कुनै पनि शासकको जत्तिकै हुन्छ भन्ने कुरा बिलिभ गर्नुहुन्छ भने तपाईँले आफ्नो आत्मसम्मानको लागि तपाईँले लोकतन्त्र रोज्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने तपाईँले त्यो नागरिक सम्मान, नागरिक सर्वोच्चता र नागरिकको क्षमता, तपाईँको जुन देशप्रतिको वफादारीता छ नि, म त्यो मान्न तयार छैन कि कोही राजाले आएर देश बचाउँछ र राजाको देशभक्ति मेरो भन्दा कम छ। हामी सबैको पुर्खा लडेर बनाएको देश हो नि यो, होइन? राजाले देश लडे भन्ने छ। आई रेस्पेक्ट है। फेरि यो कुरामा बहस जाँदाखेरि कतिपय कुरामा साथीहरू, राजनीतिक पात्रहरू अथवा भनौँ न जनताहरू नै कतिपय तहमा मैले फेरि लोकतन्त्रको वकालत गरेँ भने म चाहिँ राजाहरूप्रति एकदमै नेगेटिभ छु भन्ने कुरा होइन। म राजाहरूलाई सम्मान गर्छु। डेमोक्रेसीको ब्युटी भनेकै त्यही त हो नि, होइन र? तिमीलाई मनमा लागेको कुरा बोल्न सक्नु पर्यो, त बोल्न पाउनु पर्यो। हामीले हिस्ट्रीलाई सम्मान गर्नुपर्छ। जुन सङ्घर्ष मार्फत पृथ्वीनारायण शाहले देशको एकीकरण गर्नुभयो त्यसलाई सम्मान गर्नुपर्छ। मलाई लाग्छ उहाँलाई राष्ट्रपिता मानेर हामीले सम्मान गरेर उहाँलाई इतिहासमा जुन स्थान उहाँले डिजर्भ गर्नुहुन्छ त्यो स्थानसहित उहाँको गरिमा र उहाँको योगदानको कदर सबै राजनीतिक दल, सबै जनताले गर्नुपर्छ। त्यसमा विभाजन हुनु हुँदैन भन्ने कुरामा म स्पष्ट छु। राजा वीरेन्द्रको जुन योगदान छ एउटा शान्तिप्रेमी राजाको रूपमा, उहाँले माओवादी र सशस्त्र सेना अथवा सशस्त्र प्रहरी बीच त्यो सङ्घर्ष चल्दाखेरि उहाँले किन सुरुमा आर्मी मोबिलाइज गरेर माओवादीलाई किन समाप्त गर्नु भएन? किन भन्दाखेरि उहाँको आर्ग्युमेन्ट थियो म नेपाली जनता विरुद्ध नेपाली जनतालाई भिडाउन चाहन्न। किनभने नेपाली सेना पनि नेपाली नागरिक हो, नेपाली जनता हो, र माओवादी बनेर जो लडिरहेको छ त्यो नेपाली जनता हो। नेपाली जनताले नेपाली जनतामाथि गोली चलाएको, रक्तपात भएको त्यो म हेर्न चाहन्न भनेर उहाँले जुन गर्नुभयो, होइन? आई डोन्ट वान्ट टु गो ब्याक टु हिस्ट्री अनि इतिहासमा गएर म कसैलाई गाली गर्ने, सबैको योगदानलाई कदर गरौँ। तर नेपाल आज जुन अवस्थामा छ नि, यहाँबाट मलाई के लाग्छ भने हाम्रो बहसको मुद्दा आर्थिक सुधारको कुरा हुनुपर्छ, सामाजिक सुधारको कुरा हुनुपर्छ। नागरिक तहमा नागरिकका छोराछोरीले, जनताका छोराछोरीले जस्तो अवसर पाउनु पर्थ्यो, जस्तो समानता पाउनु पर्थ्यो, त्यो समानता आइरहेको छैन। हामीले अवसरहरू पाइरहेका छैनौँ। त्यो अधिकार सुनिश्चित गर्ने कुरामा त्यता पो हामी अगाडि बढ्नुपर्ने हो कि न कि पछाडि फर्केर एउटा भनाइ छ हिन्दीमा, जो देश अथवा जिस देश इतिहास के पन्नों में उलझा रहता है वो कभी आगे नहीं बढ़ सकता। जो भविष्यको भन्न खोजेको हिन्दी मेरो अस्पष्ट भयो, तर इतिहासमा हामी अल्झिएर बस्यौँ भने हामीले भविष्यको बाटो कोर्न सक्दैनौँ भन्ने कुरामा चाहिँ मेरो चाहिँ पर्सनल ओपिनियन हो, यो कुनै राजनीतिक ओपिनियन होइन। हाम्रो नेपाल एउटा ब्युटी हो क्या, ब्युटी नेपालमा यस्तो ब्युटी छ कि त्यो ब्युटी चाहिँ आन्तरिक द्वन्द्वबाट छेद विच्छेद भएको देश हो कि एकदम, होइन? एकदम। जुन अवसरको कुरा गऱ्यो नि अघि, अवसर छ, तर तिम्रो 10 वर्ष 12 वर्ष 13 वर्ष द्वन्द्वकालमा फसेको देश हो नि त हाम्रो, एकदम, होइन? त्यसले गर्दा हो नि त हामी ब्याक भयो, हामी 10 वर्ष पछाडि धकिलेका छौँ नि त, होइन? त्यो अब जरुरी थियो थिएन त्यो आम ठाउँमा छ। अहिलेको बहसको विषय होइन त्यो। तर अवसरको कुरा गर्दै जाँदाखेरि
मैले धेरै डिबेटहरू हेर्छु, कहिलेकाहीँ यसो हेर्छु, मान्छेहरूले एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँछन्। सबैको ठाउँमा सबै राइट छन् क्या, सबैको ठाउँमा सबैले आफ्नो दायित्व पुरा गरेका छन्। त्यो होइन कि नेपालप्रति नेताहरूलाई माया छैन भन्ने होइन, त्यो चाहिँ म मान्दिनँ। किनभने सबै नेता, सबै राजा, सबैको योगदान छ नेपाल बनाउनुमा। आज उहाँहरूको योगदान नभए सायद तिमी हामी यहाँ बसेर पोडकास्ट चलाउँदैन होला, मान्छु होइन? मान्छु। गाली गर्ने आफ्नो ठाउँमा छ, तर मलाई के लाग्छ भने तिमी कुनै एउटा नेतृत्व ठाउँमा गएर बसिरहँदाखेरि कार्यान्वयन पक्षलाई चाहिँ लान कति मुस्किल हुन्छ भने कि त त्यो व्यक्तिलाई थाहा हुन्छ, कि त उसका सहयोगीहरूलाई थाहा हुन्छ, होइन? त्यस कारणले गर्दाखेरि हामीले धेरै कुराहरू चाहिँ अचेल कस्तो छ नि, सोसियल मिडियाहरूले गर्दाखेरि चाहिँ धेरै कुरा अलिक नेगेटिभ पनि फैलाएर हो कि जस्तो मलाई लाग्छ क्या, एकदम, होइन? सोसियल मिडिया इज गुड, होइन? तिम्रो डेमोक्रेसीको ब्युटी नै यही हो, जे बोल्न नि पाउँछ। तर जे बोल्न नि पाउँछ भन्दाखेरि चाहिने नचाहिने बोल्ने व्यक्ति तिमीलाई मन नपर्ला, तर व्यक्तिको पदलाई त तिमीले सम्मान गर्नु पर्यो नि त, होइन? त्यस कारणले गर्दाखेरि हामी चाहिँ यस्तो तपाईँले भन्नुभएको कुरा जस्तो त्यो मैले भन्न खोजे मेरो तर्कमा चाहिँ आई रेस्पेक्ट इच एन्ड एभ्री लिडर, इभन किङ के हुन्छ नि, राजालाई पनि आई रेस्पेक्ट, एकदम, बिकज उहाँहरूको योगदान नभइदिए भए वी वुड नट बी हियर टुडे, एक्ज्याक्टली, होइन? त्यो भन्न खोजेको कि मैले, होइन? एकदम पोजिटिभ सोचौँ भन्न खोजेको, पोजिटिभ सोचौँ, होइन? मैले अघि के कुरा, हिस्ट्रीको सत्पात्रहरू, चाहे त्यो कुनै राजनीतिक दललाई प्रतिनिधित्व गर्ने नेताको कुरा होस् अथवा कुनै राजाको कुरा होस्, आई रेस्पेक्ट। मलाई आफ्नो इतिहासलाई अप्रिसिएट गर्नुपर्छ, त्यसलाई जगेर्ना गर्नुपर्छ, जगाउनुपर्छ। र मलाई के लाग्छ भन्दाखेरि, अनेस्टली भन्दाखेरि, हामीले यो नकारात्मकताको कुरा गर्नुभयो नि, एकले अर्कालाई निषेध गर्ने बिउ चाहिँ मलाई त्यो कता कता हाम्रो जुन निरन्तर विभिन्न नाममा विभिन्न मुद्दाका लागि हामीले जुन सङ्घर्षहरू गऱ्यौँ, त्यसले पनि नेपाली समाजमा कतै न कतै घृणाको बिउ रोप्ने र जनतालाई जनताको विरुद्ध भड्काउन काहीँ न काहीँ काम गरेछ जस्तो लाग्छ। र त्यसैको कन्टिन्युटी स्वरूप आज तपाईँले हेर्नुहुन्छ भने नेपाली राजनीतिमा केही पात्रहरू छन् जसले हिजोको इतिहासलाई मेटाउनुपर्छ, त्यसको अस्तित्वलाई चाहिँ हामीले सकेसम्म होइन गायब बनाउनुपर्छ, हामीले रेकग्नाइज गर्नु हुँदैन कसैको योगदानलाई। र गणतन्त्र आइसकेपछिको इतिहास मात्रै इतिहास हो। आजको जुन नेताहरू छन् उनीहरूको योगदान मात्रै योगदान हो भन्ने हिसाबबाट पनि राजनीतिक तर्कहरू गरेको मैले पाउँछु। तर मलाई के लाग्छ भन्दाखेरि, हामीले यदि सम्मान चाहने हो भने, सामान्य कमन सेन्सको कुरा, तपाईँलाई सम्मान चाहिन्छ, मलाई सम्मान चाहिन्छ भने मैले अरूलाई सम्मान गर्नुपर्छ। आजको राजनीतिक पात्रहरूले गल्ती कहाँ गरे भन्दाखेरि, आजको राजनीतिक दलको शीर्ष नेताहरू जो हुनुहुन्छ उहाँहरूले हिजोलाई सम्मान गर्न सिकाउनु भएन। त्यसैको फलस्वरूप आज तपाईँले हेर्नुहुन्छ भने उहाँहरूले जुन सम्मान पाउनु पर्ने थियो नि त्यो सम्मान पनि पाउन सकिरहनु भएको छैन। यदि हामीले इतिहासलाई अप्रिसिएट गर्न सिकाएको भए, होइन, आफूभन्दा अगाडि आएर जसले देशलाई केही इन्च केही किलोमिटर अगाडि बढायो त्यो योगदानको कदर गर्न सकेको भए सायद कदर गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने कुरा आजको नागरिक, आजको समाज, आजको युवाले बुझ्थ्यो होला। त्यो कारणले गर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि नेगेटिभिटी छ, तर काहीँ न काहीँ त्यो नेगेटिभिटीलाई फेरि फ्युल गर्ने कुरा, त्यसलाई बढावा दिने कुरामा आजको राजनीतिक वृत्त जुन छ त्यो सक्रिय छ। मैले लोकतन्त्र अथवा गणतन्त्रको जेसुकै भन्नुहोस्, नागरिक सर्वोच्चता र जनताको सर्वाधिकार, वी द पिपल, राज्य हाँक्ने हामी जनताले हो भन्ने म चाहिँ त्यसमा बिलिभ गर्छु। जनताको शक्तिमा बिलिभ गर्छु, जनताको चेतनामा बिलिभ गर्छु। र नागरिक शिक्षित भयो भने देशको मुहार फेरिन्छ र जागृति नै क्रान्ति हो भन्ने कुरामा म बिलिभ गर्छु। त्यो कारणले गर्दाखेरि हामी पेसेन्ट भयौँ भने सायद नागरिकहरू सक्षम हुँदै जाँदाखेरि देश पनि बन्दै जान्छ भन्ने कुरामा चाहिँ म पोजिटिभ छु नेपालको फ्युचरलाई लिएर। ठिक छ, यो मैले अहिले भने नि हामी आज एकदम डिफ्रेन्ट टपिकमा कुरा गर्दैछौँ। सधैँ हामीले समसामयिक विषयमा सामाजिक कुराहरू गर्थ्यौँ, तर आज हामी कति राजनीतिक छोड्छौँ, त्यो पनि हाम्रो मातृभूमि
जहाँ हामी जन्मेर आयौँ, हामी अहिले कर्मभूमि छौँ, तर मातृभूमिको बारेमा चाहिँ अलिकति हामी डिबेट गर्न खोजेका हौँ। तिमी एउटा विद्यार्थी राजनीतिबाट अमेरिका आयौ, तिमीले नेपालमा विद्यार्थी राजनीतिको भविष्य के देखेका छौ? म कक्षा 12 पढिसकेपछि अमेरिका आएँ। अमेरिका आएर यहीँको विश्वविद्यालयमा मैले ब्याचलर्स पढेँ। नेपालको विद्यार्थी राजनीति कुन ढङ्गबाट सञ्चालित हुन्छ, कसरी चल्छ, विद्यार्थी नेताहरू कसरी ट्रेन हुन्छन्, कसरी तयार गरिन्छन्, उनीहरूको मनोविज्ञान के रहन्छ भन्ने कुरालाई मैले विद्यार्थी नेताहरूको बिचमा प्रत्यक्ष रहेर उनीहरूको काम क्रियाकलापहरूलाई हेरेर नजिकबाट बुझ्ने अवसर त पाएको छैन। तर मेरो सङ्गत र टाढैबाट पनि जे जति देखेको छु त्यसको आधारमा मेरो एउटा आफ्नो बुझाइ छ र त्यो बुझाइलाई कम्प्लिमेन्ट चाहिँ मेरो यहीँ अमेरिकामा यहीँको युनिभर्सिटीमा रहेर मैले गरेको, मैले देखेको विद्यार्थी राजनीति भन्दिनँ, म स्टुडेन्ट लिडरसिप भन्छु। अमेरिकाको युनिभर्सिटीहरूमा स्टुडेन्ट लिडरसिप कसरी अगाडि बढ्छ भन्ने कुरा मैले बुझेको छु। किनभने मैले युनिभर्सिटी अफ लुजियाना मनरोमा 2 चोटि इलेक्टेड सेनेटर क्याम्पस वाइड इलेक्सनमा निर्वाचित भएर सबै विद्यार्थीहरूले मत दिएर म पहिलो वर्ष इलेक्ट हुँदाखेरि म लोएस्ट ऱ्याङ्क्ड सेनेटर थिएँ। किन भन्दाखेरि अमेरिकाको जस्तो ठाउँमा विश्वविद्यालय भरिको विद्यार्थीले भोट गर्दाखेरि एउटा विदेशबाट आएको इन्टरनेसनल स्टुडेन्टले त्यहाँ चाहिँ इलेक्सन लडेर पोजिसन सेक्योर गर्नु त्यो आफैमा ठुलो कुरा थियो त्यति बेला। र म लोएस्ट ऱ्याङ्क्ड सेनेटरको रूपमा छेरेको थिएँ। दोस्रो चोटि म इलेक्टेड भएर जाँदाखेरि आई वाज द हाइएस्ट भोटेड सेनेटर। त्यो कारणले गर्दाखेरि मैले कसरी इङ्गेज गरेँ युनिभर्सिटीमा स्टुडेन्ट पोलिटिक्समा अथवा स्टुडेन्ट लिडरसिपमा भन्ने कुरा त्यसको अनुभव छ मलाई। मेरो स्टुडेन्ट गभर्मेन्ट एसोसिएसन भन्ने हुन्छ यहाँ चाहिँ। स्टुडेन्ट गभर्मेन्ट एसोसिएसन भनेको विद्यार्थीहरूको इलेक्टेड स्टुडेन्ट बडी जसले विश्वविद्यालयको प्रशासनलाई आफ्नो माग, आफ्नो विचार, आफ्नो आवश्यकताहरूलाई अगाडि बढाउने कुरामा चाहिँ डिरेक्ट युनिभर्सिटीको एडमिनिस्ट्रेसनसँग उनीहरूको एउटा कन्ट्याक्ट हुन्छ। सोभ्यू टाइपको अब त्यो स्टुडेन्ट गभर्मेन्ट एसोसिएसनमा जो साथीहरूले आफूलाई हैन रिपब्लिकन भनेर चिनाउँथे हैन बाहिर व्यक्तिगत जीवनमा, उनीहरू स्टेटको कङ्ग्रेसम्यानहरूसँग पनि काम गर्थे, राजनीतिक रूपमा पनि आबद्ध हुन्थे, सक्रिय हुन्थे, चुनावमा लाग्थे, क्याम्पेनहरूमा लाग्थे हैन। डेमोक्रेटिक पार्टीको लागि पनि त्यही हुन्थ्यो। उनीहरू खुलेर आफ्नो सार्वजनिक जीवनमा बाहिर हामीहरूसँग व्यक्तिको रूपमा त्यसरी चिनिन्थे। तर स्टुडेन्ट गभर्मेन्ट एसोसिएसनमा थपिहाल्छु, हाम्रो नेपालको विद्यार्थी राजनीति त दलगत रूपमा चल्छ नि त हैन। त्यही गलत हो। गलत त्यही छ जस्तो लाग्छ मलाई। भने तिम्रो हिसाबमा चाहिँ यसलाई चाहिँ इन्डिपेन्डेन्ट छोडिदिनुपर्छ? इन्डिपेन्डेन्ट छोड्नुपर्छ। दुईटा कुरा। किन इन्डिपेन्डेन्ट छोड्नुपर्छ भन्ने एउटा कुरा। म चाहिँ फ्रिडम अफ स्पिचमा बिलिभ गर्छु, फ्रिडम अफ थटमा बिलिभ गर्छु। तर यो त हाम्रो नेपालमा वर्षौँदै चलेर आएको हो नि त। यसलाई कसरी चाहिँ तिमीले अहिले चाहिँ सेपरेट एन्टिटी बनाउन सक्छौ र? मलाई के लाग्छ भने यसमा सुरुमा जो पार्टीको नेतृत्वमा जो हुनुहुन्छ उहाँहरूले बुझ्नुपर्छ कि स्टुडेन्ट पोलिटिक्सलाई खुला बनाइदियो भने त्यसले कसरी विद्यार्थीको सक्रियता अझ बढाउँछ भन्ने कुरा बुझ्नुपर्छ जस्तो मलाई लाग्छ। मलाई नेताहरूले कसरी सोच्नुपर्छ भन्ने कुरामा त्यति धेरै मन्थन गर्न मन छैन, किनभने उहाँहरूले कसरी सोच्नुपर्छ भन्ने कुरा म उहाँहरूलाई छोडिदिन्छु। तर एउटा विद्यार्थीको रूपमा विद्यार्थी राजनीतिलाई कसरी बुझ्नुपर्छ भन्ने कुराको हिसाबमा चाहिँ मैले कसरी सोच्छु, मेरो बुझाइ के छ, म त्यसको बारेमा आफ्नो कुरा राख्छु। हामी युनिभर्सिटिजहरूलाई म एउटा सोसल इन्जिनियरिङको इन्जिनको रूपमा मान्छु, जहाँ चाहिँ कच्चा पदार्थ हामीले हालेर जसरी फ्याक्ट्रीमा कच्चा पदार्थ हालेर एउटा फिनिस्ड गुड निकालिन्छ नि हैन, एउटा र मेटेरियलबाट एउटा प्रोडक्ट निकालिन्छ। समाजमा जति पनि बालबच्चाहरू हुर्किरहेका हुन्छन् उनीहरूको मानसपटलमा एउटा 18 वर्ष 19 वर्ष हुँदाखेरि कलेज जानेको
विद्यार्थीको दिमागमा सामाजिक चेतना, राजनीतिक चेतना आइसकेको हुँदैन। उसले जीवनलाई त्यति बुझिसकेको हुँदैन। उसले राजनीति त्यति बुझिसकेको हुँदैन। उसले विश्व त्यति धेरै बुझिसकेको हुँदैन। त्यो 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 अवस्थाको त्यो उमेरको विद्यार्थीलाई यदि तपाईँ भन्नुहुन्छ कि तपाईँ कुनै एउटा पार्टीको झन्डा मात्रै तैँले बोक्न पाउँछस् र त्यही पार्टीको झन्डा बोक्नेहरूले तँलाई के सिकाउँछन्, तैँले त्यसैको आधारमा आफ्नो सामाजिक, राजनीतिक, आर्थिक र समग्र विश्वको एउटा विचार तैँले बुन्नुपर्छ त्यही फ्रेमवर्कभित्र रहेर भन्ने कुरा तपाईँ सिकाउनुहुन्छ भने मलाई लाग्छ त्यो विद्यार्थी जसले एउटा झन्डाको फ्रेमवर्कभित्र मात्रै बसेर विश्व राजनीतिको बारेमा आफ्नो विचार बनाउँछ, अर्थ समाजको बारेमा विचार बनाउँछ, उसको विचार एउटा कोठाभित्र बक्स हुन्छ र उसले कहिले पनि त्यो परिधिभित्र बाहिर रहेर आफ्नो सोचाइलाई च्यालेन्ज गर्ने ठाउँ नै पाउँदैन, त्यो मौका पाउँदैन, उसले अवसर पाउँदैन। उसले फरक हिसाबले सोच्यो भने आफूले फरक सोचिरहेको विचारलाई खुला रूपमा अभिव्यक्त गर्न पाउँदैन, किनभने उसले जुन सङ्गठनिक हिसाबले आफ्नो सम्बन्ध बनाएको हुन्छ, जुन परिचय बनाएको हुन्छ, त्यो परिचयले उसलाई जखडेर राख्छ जस्तो मलाई लाग्छ। त्यसले उसको सोच्न सक्ने परिधि, काम गर्न सक्ने परिधि, आफ्नो अभिव्यक्ति स्वतन्त्रताको परिधि खुम्चिरहेको हुन्छ जस्तो मलाई लाग्छ। त्यसैले मलाई 18-19 वर्षको केटाकेटीहरू जो युनिभर्सिटी गइरहनु भएको हुन्छ, मलाई लाग्छ उहाँहरूको पहिलो इन्डेभर, उहाँको पहिलो दायित्व विद्यार्थीको रूपमा आफूलाई अगाडि बढाउने, एउटा नागरिकको रूपमा आफूलाई कम्पिटेन्ट बनाउने, देशमा भोलि वर्कफोर्सको रूपमा जुन जुन हिसाबले तपाईँ भोलि गएर काम गर्नुपर्ने हुन्छ, कसैको लागि रोजगार पाउनुपर्ने हुन्छ, त्यसको लागि आफूलाई तयार गर्ने, ग्लोबल्ली कम्पिट गर्न सक्छु म, होइन? किन नेपालमा कोही बच्चा आज 18 वर्ष 19 वर्ष पढ्दाखेरि ब्याचलर्स फर्स्ट इयर पढिरहेछ भने उसको प्रतिस्पर्धा त त्यो कक्षा कोठामा बसेको 30 जना विद्यार्थीसँग मात्रै होइन, नेपालको सम्पूर्ण विद्यार्थीसँग उसको प्रतिस्पर्धा हो। अझ आजको विश्वको तपाईँ कुरा गर्नुहुन्छ भने जहाँ चाहिँ 48 एभ्री 48 आवर्समा, एभ्री 24 आवर्समा टेक्नोलोजी चेन्ज भइरहेछ, विश्व चेन्ज भइरहेछ, तपाईँको प्रतिस्पर्धी त विश्वसँग हो। तपाईँले आफूलाई कसरी कम्पिटेन्ट बनाउन सक्नुहुन्छ, आफू कसरी मोर बेटर, हाउ क्यान आई बी अ बेटर स्टुडेन्ट? हामी युवाहरू आफै सचेत हुनु पर्यो। एक्ज्याक्टली। तपाईँ 20 वर्ष 22 वर्ष 21 वर्ष ठिक छ, मैले यसरी इलाबोरेट गर्छु यसलाई। तिमीले कसैलाई मान्छौ ठिक छ, तिमी कसैप्रति एउटा तिम्रो चाहिँ आस्था छ, त्यो ठिक छ, तर त्यो आस्था छ भन्दैमा तिमीले आस्था राखेको व्यक्तिले गलत गर्यो भने तिमी त्यसैको झन्डा बोकेर हिँड्नु भएन। यु हेभ टु बी एबल टु क्वेसन देम। तपाईँलाई जे कुरा गलत लाग्छ, सम्भव छ त? अहिले जति हामीले कुरा गरेका छौँ नेपालको विद्यार्थी राजनीतिमा त्यो सम्भव छ? मलाई त लाग्छ जो आफूलाई डेमोक्रेटिक पार्टी भन्छन् नि, कम्तीमा उनीहरूले आफूलाई खुला छोड दिनुपर्छ जस्तो मलाई लाग्छ। आज त नेपाली कङ्ग्रेसको तपाईँ कुरा गर्नुहुन्छ भने जुन नेपालको सबैभन्दा पहिलो पुरानो, होइन, सबैभन्दा ठुलो डेमोक्रेटिक पार्टी भनिन्छ, त्यो मास बेस पार्टी हुनुपर्ने हो जहाँ एउटा असल विद्यार्थी खुला रूपमा जो ए बाबा तपाईँ आफूलाई लोकतान्त्रिक दल डेमोक्रेटिक पार्टी भन्नुहुन्छ भने तपाईँले कसैलाई बाटोमा समातेर लिएर आएर ए बाबा तँ रुखको झन्डा बोक्छस् भने तँ काङ्ग्रेस होस् अथवा तँ डेमोक्रेटिक होस्, तैँले यो कुरा बोक्दैनस्, तैँले यो विचारमा बिलिभ गर्दैनस् भने त काङ्ग्रेस होइनस्। नो, बट आई थिङ्क जो 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 एउटा लिमिटेड तपाईँको एउटा विद्यार्थी दलको सदस्यता लिएर, होइन, सदस्यता लिएर त्यो सदस्यताको आधारमा आफ्नो राजनीतिक, सामाजिक र व्यक्तिगत परिचय बनाइरहेछ नि, उसले आफ्नो सम्पूर्ण पर्सनालिटी, आफ्नो ओपिनियन, आफ्नो जजमेन्टलाई एउटा बक्सभित्र लिमिट गरिरहेछ भन्ने कुरामा चाहिँ म स्पष्ट छु। त्यही कारणले गर्दाखेरि आफ्नो विद्यार्थीले, मलाई के लाग्छ भन्दाखेरि लोकतान्त्रिक दलहरूले चाहिँ जो मान्छेहरूलाई, नागरिकहरूलाई, विद्यार्थीहरूलाई खुला रूपमा सोच्न छोडिदियो भने, किनभने लोकतन्त्रको डेमोक्रेटिक पार्टी हुनुको फन्डामेन्टल प्रिन्सिपल नै के हो भने त्यहाँ फ्रिडम अफ थट हुनु पर्यो, त्यहाँ फ्रिडम अफ स्पिच हुनु पर्यो, त्यहाँ लिबर्टी हुनु पर्यो, इन्डिभिजुअल फ्रिडम हुनु पर्यो। अरू जो मान्छेलाई स्वतन्त्रता मनपर्छ, ए बाबा मलाई यो गर्न मनपर्छ, मलाई त्यो गर्न मनपर्छ, म आफ्नो विचार बनाउन चाहन्छु, म आफूलाई अभिव्यक्त गर्न चाहन्छु भन्ने मान्छे त 25 वर्ष भइसकेपछि पनि उसले राजनीतिक दलको सदस्य चाहेको दिन त आइपुग्ला नि त, त्यही पार्टीमा आइपुग्ला नि त, जसले आफूलाई डेमोक्रेटिक भनिरहेछ, ट्रुली डेमोक्रेटिक भनिरहेछ, अन्ततोगता त आइहाल्छ नि त। मैले भन्न खोजेको कुरा 19 वर्ष हुँदाखेरि किन उसलाई सदस्यता आवश्यकता छैन नि। गलत कुरा के छ भन्दाखेरि तपाईँको नेपालको लोकतान्त्रिक, तपाईँले 18-19 वर्ष हुँदा पार्टीको सदस्यता लिनु पनि गलत कुरा भएन क्या, तर जुन हिसाबले आजको पोलिटिकल पार्टीहरू अपरेट गरिरहेछन् नि, डेमोक्रेटिक पार्टी भन्ने पार्टीहरूमा पनि तपाईँ भोलि गएर तपाईँ नो म्याटर हाउ कम्पिटेन्ट यु आर,
तपाईँ कति क्षमतावान हुनुहुन्छ भन्ने कुरा म्याटर गरेन कि तपाईँले सकेसम्म पुरानो क्रियाशीलता तपाईँसँग छैन। आई हेभ बिन अ मेम्बर अफ दिस पार्टी फर 20 years 30 years भन्न तपाईँ सक्नुहुन्न भने तपाईँ क्षमतावान भए पनि तपाईँ पार्टीको माथिल्लो तहमा गएर कन्ट्रिब्युट गर्न सक्नलाई त्यहाँ रुम साँघुरो छ क्या। सो स्टुडेन्ट पोलिटिक्स सुड नट बी वान एन्ड ओन्ली मिन्स फर बिङ इस्टाब्लिस इन द पार्टिसन पोलिटिक्स पछि गएर क्या। सो मलाई के लाग्छ भन्दाखेरि यसलाई डिसमेन्टल गरेर विद्यार्थीहरूलाई स्वतन्त्र विचार गर्न छोडिदिउँ, स्वतन्त्र विवेक गर्न छोडिदिउँ। डिसमेन्टल गर्न त सम्भव छ र सम्भव छ। मलाई कसैले केही कुरा सम्भव छ भनेर सोच्छ भने म चाहिँ हरेक कुरा सम्भव छ नै भन्छु। तिमीले भनेको कुरा मैले बुझेँ होइन, बुझेँ भनौँ न। तर फ्रिडम अफ स्पिच, फ्रिडम अफ लिबर्टीको कुरा गर्दाखेरि तर त्यो फ्रिडम अफ स्पिच र फ्रिडम अफ लिबर्टीलाई पनि त कन्ट्रोल गर्ने कुनै मान्छे त चाहिएला नि त। मलाई के लाग्छ भने अघिको कुरामा सायद तिमीले भने जस्तो फ्रिडम अफ स्पिच, फ्रिडम अफ लिबर्टी, फ्रिडम अफ वाट एभर होइन, तर राजनीति चाहिँ किनभने वर्षौँदेखि चलेर आएको हो नि त यो त। तिम्रो हामी नजन्मिँदैखेरि तिम्रो चाहिँ यो दलगत विद्यार्थी राजनीति भएको हो। किनभने यो अहिले हामीले गरेर चाहिँ तिमी हामीले चाहिँ इन्डिपेन्डेन्ट छोड्नुपर्छ भनेर आवाज उठाउँदैमा यो हुन्छ जस्तो मलाई लाग्दैन होइन, लेट बी फ्र्याङ्क होइन। तर मैले भन्नुको चाहिँ के भने हो, फलानो विद्यार्थी पार्टी फलानो पार्टीसँग छ, तर त्यो फलानो पार्टीको चाहिँ आफ्नो इन्डिपेन्डेन्ट राइट छ, त्यसलाई चाहिँ हामीले चाहिँ उनीहरूलाई इन्डिपेन्डेन्ट बढी बनाउनुपर्छ भन्ने चाहिँ हुनुपर्छ जस्तो छ। तर विद्यार्थी राजनीतिको विद्यार्थी पार्टीको हरेक ठाउँ हरेक तहमा चाहिँ फलानो पार्टीले चाहिँ हस्तक्षेप गर्नुहुन्न जस्तो मलाई लाग्छ। एक्ज्याक्टली मैले भन्नुको चाहिँ के भने डिसमेन्टल भन्दा पनि त्यसको एउटा अर्को उपाय चाहिँ के हो भने फ्रिडम छोड्ने, तर त्यसलाई चाहिँ मोनिटर गरेर राख्ने क्या होइन। मोनिटर त गर्नु पर्यो नि त। तिम्रो ड्याडी मम्मीले तिमीलाई हिजो स्कुल जाँदाखेरि तिमी स्कुलै नगएर अब त तिमी पढ्दै नपढ्दाखेरि ड्याडी मम्मीलाई पढ्न भने तिमी आज यो ठाउँमा आउँदैन थियौ नि त। होइन, ड्याडी मम्मी भनेको मेरो अभिभावक हुनुभयो, उहाँहरूले मलाई जन्म दिनुभयो। अभिभावक त तिम्रो पार्टी पनि एउटा अभिभावक हो नो, दिस इज द प्रब्लम। एउटा 18-19 वर्ष 20 वर्षको बच्चा जो कलेजमा पढिरहेछ उसको पहिलो रेस्पोन्सिबिलिटी ऊ कसको हुन्छ? आमा बाउको हुन्छ। त्यसपछि दोस्रो कसको हुन्छ? ऊ देशको हुन्छ। एउटा सभरेन सिटिजन हो। मैले अघि नागरिक सर्वोच्चताको कुरा गरेँ। ही सुड बी एबल टु बी थिङ्क लाइक अ सिटिजन। पहिला मेरो अधिकार के हो? तपाईँ के भनिरहनु भएको छ भन्दाखेरि कुनै एउटा अमुक पार्टीको चाहिँ नेताले उसको थट्स कन्ट्रोल गर्न पाउनुपर्छ। हु आर यु? थट कन्ट्रोल होइन कि मोनिटर त गर्नु पर्यो नि त। Why should I be entitled as a student to be a member of a party? तिम्रो फ्रिडम अफ स्पिच भन्दै गर्दाखेरि, तिम्रो फ्रिडम अफ लिबर्टी भन्दै गर्दाखेरि तिम्रो भोलि त्यसलाई मोनिटराइज गर्ने पनि त एउटा निकाय त हुनु पर्यो नि त। भोलि कम्पिटिटिभ पोलिटिक्समा आउँछ भने उसको भोटलाई उसको ओपिनियनलाई मोनिटर गर्ने होइन, उसलाई जज गरेर पनिस गर्ने, रिवार्ड गर्ने कि पनिस गर्ने भने जनताले गर्छ। इफ पिपल लाइक हिज आइडियाज दे विल रिवार्ड देम। Whatever happens, let it be. Let's public decide. Yes. तर म के भनिरहेको छु भन्दाखेरि तपाईँ राजनीतिक दलको एउटा विद्यार्थी सङ्गठन चलाउने नाममा विद्यार्थीहरूलाई चाहिँ एउटा लिमिटेसन अफ आइडियाजमा अपरेट गर्न लगाएर तपाईँ एउटा युनिडाइमेन्सनल एउटा लाइक एउटै तरिकाबाट सोच्ने मान्छेहरू मात्रै जेनेरेट गराइरहनु भएको छ भने सो वेयर विल द चेन्ज कम फ्रम? वेयर विल द इनोभेसन कम फ्रम? पहिला सुरुमा ऊ एउटा नागरिकको रूपमा तयार भइरहेको छ कि छैन होइन? स्वतन्त्रताको कुरा त्यही आउँछ के। तपाईँ एउटा नागरिक भएर भोलि तपाईँ कोही नेताले गलत गर्दाखेरि प्रश्न कति बेला गर्न तपाईँ सक्नुहुन्छ? तपाईँको मोरालिटीले कति बेला दिन्छ भने तपाईँ इफ यु वेयर ट्रुली इन्डिपेन्डेन्ट, यु वेयर ओन्ली अ स्टुडेन्ट, यु क्यान प्रब्ली आस्क अ क्वेसन टु यर लिडर, तैँले किन गलत गरिस्? तर जो विद्यार्थी राजनीतिमा लागेर चाहिँ नि एउटा नेतालाई दाई भनेर बिहान र बेलुका ढोग्नुपर्ने अवस्थामा छ भने मलाई लाग्दैन उसले प्रश्न गर्न सक्छ निर्मम भएर। र यो कल्चरले जो इन्कम्पिटेन्ट लिडरहरू छन् नि वर्षौँदेखि सत्तामा रहेर सत्ता भोग गर्दै आएका, उनीहरूलाई यथास्थानमा राखिराख्नको लागि चाहिँ एउटा हायरकी बनाएको छ। प्रश्न गर्नु हुँदैन, किन त सदस्य होस् त लोयल होस् भने तैँले प्रश्न उठाउनु हुँदैन, तैँले स्वीकार मात्र गर्नुपर्छ होइन? प्रश्न गरे नि त तेरो करियर सक्छ। एक्ज्याक्टली। यसले कन्फर्मिस्टहरू जन्माउँछ। जे भने पनि हो, सलाम होइन, ओके छ, ठिक छ। यु हेभ टु क्वेसन। स्टुडेन्टहरूको लागि नेपाल र अमेरिकाको
नेपाल र अमेरिकाको मात्रै कुरा होइन, मलाई विश्वभरिको विश्व राजनीति। विद्यार्थीहरूको कुरा गर्दाखेरि the purpose of education is not to tell you what to think, but to train you how to think. मलाई के सोच्ने भनेर सिकाउने त्यो शिक्षा होइन, कसरी सोच्ने. You have to be able to reason for things. Not because मैले कसैले एउटा को बारेमा ओपिनियन बनाएको सुने सो सायद उहाँले भनेको सही होला म त्यही विचार पछ्याउँछु भन्ने होइन. You have to be able to question a thought, question status quo, and be able to form your new ideas, your own ideas. And maybe त्यो चाहिँ हो नेतृत्व भनेको. र हाम्रो शिक्षा प्रणालीमा जो राजनीतिक दलहरूले यदि राजनीतिक दलको लागि फाइदा हुने गरी, दीर्घकालीन फाइदा हुने गरी म लोयल एउटा मास क्रिएट गर्न चाहन्छु भनेर भन्नुहुन्छ भने त्यो रिजनिङबाट विद्यार्थी आन्दोलन जुन हिसाबले आज चलिरहेको छ नि विद्यार्थी सङ्गठन, त्यो राजनीतिक दललाई फाइदा गर्ने हिसाबको छ. तर के त्यो थट प्रोसेस जुन मेकानिजमबाट तपाईँ ट्रेन भएर आउनुहुन्छ त्यसले के तपाईँलाई तार्किक नेता बनाउन अथवा एउटा इन्डिभिजुअल, एउटा सभरेन सिटिजन, इन्डिपेन्डेन्ट सिटिजन, एउटा प्राइभेट सिटिजन बनाउनको लागि त्यो फ्रिडम दिन्छ जस्तो लाग्छ? मलाई त त्यसले थप सङ्कुचित गर्छ जस्तो लाग्छ. एउटा कुरा मलाई भन त, आजको दिनसम्म आउँदाखेरि अहिले जति हामीले यो कुरा गरेका छौँ नि विद्यार्थी राजनीतिको, नेपालमा त्यस्तो कुनै पार्टी छ कि यसरी सोच भएर अगाडि बढ्न खोजेको अथवा बढ्छ भविष्यमा? आजसम्म हुनुपर्छ, छ कुनै? हुनुपर्छ. इफ मलाई के लाग्छ भने यदि कोही नेता आफ्नो एजेन्डामा सेक्योर छ, आफ्नो एजेन्डामा सेक्योर छ भने मलाई लाग्दैन कि एउटा कल्ट खडा गरेर जसले चाहिँ मैले सही गर्दा होस् वा गलत गर्दाखेरि होस् स्वीकार्छ मात्रै तर प्रश्न गर्दैन, त्यो किसिमको बुख्याचाहरू खडा गरेर चाहिँ मलाई कुनै पनि डेमोक्रेटिक पार्टी अगाडि बढ्छ जस्तो लाग्दैन. त्यो समग्र डेमोक्रेटिक पार्टीको लागि अथवा डेमोक्रेटिक प्रोसेसको लागि त्यो हेल्दी हुँदैन. तर हुनुपर्छ, तयार हुनुपर्छ. अलिकति प्रसङ्ग बदलौँ अब. अमेरिकाको शिक्षा नीति र नेपालको शिक्षा नीतिमा के फरक छ? के फरक भेटेछ तिमीले? तिमी पनि अब नेपालमा नै कलेज पढेर आयो, अहिले विश्वविद्यालय पढ्दैछौ होइन, त्यो शिक्षा नीतिलाई हामीले नेपालमा लागू गर्न सकिन्छ त? शिक्षा नीतिलाई नेपालमा र त्यसले फाइदा गर्छ? यो प्रश्न चाहिँ जुनसुकै प्रश्नमा बाहिरको हामीले जे पनि कुरामा भनौँ, एजुकेसनमा होस्, हेल्थमा होस्, ट्रान्सपोर्टेसनमा होस्, कुनै पनि बेस्ट प्र्याक्टिसेस, बेस्ट इक्जाम्पल हेरेर के नेपालमा त्यो सम्भव छ त भन्ने प्रश्नमा मलाई नेपालमा होइन, सम्भव त सबै छ तर त्यसलाई कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुरो हो नि त. सम्भव त छ, नभएको होइन. हामीले जे पनि यहाँको सामान लगाएर नेपालमा बेच्न पनि सक्छौँ, तर त्यसलाई कसरी बेच्ने, कुन भावमा बेच्ने भन्ने कुरो हो नि त. मैले भन्नु चाहिँ के भने जसले पनि हामीले धेरै नेताहरू देखेका छौँ, यस्तो बाहिरको उस्तो, तर त्यसलाई अहिलेसम्म इम्प्लिमेन्ट भएको हामीले पाएको छैनौँ. मैले त्यही भन्नु खोजेँ कि यहाँको शिक्षा नीतिलाई, अमेरिकन शिक्षा नीतिलाई लगेर हाम्रो नेपालको शिक्षा नीतिसँग जोड्न सकिन्छ? मलाई सबैभन्दा इम्प्रेसिभ लागेको कुरा चाहिँ सकिन्छ भने त्यसमा सबभन्दा गाह्रो कुरा के हो? गाह्रो कुरा रोकिने कुरो के हो? मनोवैज्ञानिक. The way teachers perceive education, the way our system perceives education, हाम्रो व्यवस्था, हाम्रो समाजले शिक्षालाई कसरी बुझ्छ, यसको महत्त्वलाई कसरी बुझ्छ भन्ने कुराको बुझाइमा नै प्राइमरी हाम्रो डिफरेन्सेस छ जस्तो लाग्छ. यसको अप्रोच टु एजुकेसन के हो? पहिलो कुरा मैले अघि पनि भनेको कुरा, मलाई युनिभर्सिटिजहरू सोसियल इन्जिनियरिङको लागि फ्याक्ट्री हुन् जस्तो लाग्छ. र कुनै पनि देश विकास गर्नको लागि सबैभन्दा ठुलो टुल, सबैभन्दा ठुलो एसेट भनेको ह्युमन क्यापिटल हुन्छ. फाइनेन्सियल क्यापिटल भन्दा पनि ठुलो क्यापिटल भनेको ह्युमन क्यापिटल हुन्छ, मानवीय संसाधन. र मानवीय संसाधन तयार गर्नको लागि शिक्षा र एजुकेसनल इन्स्टिट्युसनहरू, स्कुल हुन्, कलेज हुन्, युनिभर्सिटीहरू हुन्, यिनीहरूभन्दा अर्को ठुलो औजार छैन. त्यही कारणले शिक्षालाई, शैक्षिक संस्थाहरूलाई राजनीतिकरण अथवा दलीयकरण नगरिकन, राजनीतिकरण भन्दा पनि दलीयकरण अलिकति बढी सुटेबल वर्ड होला, त्यसबाट टाढा राखेर एउटा फ्री, एउटा इन्टेलेक्चुअल इन्स्टिट्युसन्सको रूपमा मात्रै यो रहनुपर्छ क्या, जहाँ विद्यार्थीहरू आएर आफूलाई भविष्यमा काम गरेर आफ्नो सोसाइटीलाई सपोर्ट गर्ने, आफ्नो इन्ट्रेस्ट पर्सु गर्ने र आफूलाई जस्ट टु प्रिपेयर योर सेल्फ एज अ बेटर ह्युमन. वाट डु यु वान्ट टु डु? डु यु वान्ट टु पेन्ट पिक्चर्स? इफ यु वान्ट टु पेन्ट पिक्चर्स फर लाइफ, युनिभर्सिटी आएर
तपाईँलाई यसरी ट्रेन गर्नु पऱ्यो कि तपाईँले पिक्चर पेन्ट गरेर तपाईँ एउटा आर्टिस्ट भएर तपाईँले आफ्नो जीवन चलाउन सक्नु पऱ्यो। तपाईँलाई फिजिक्समा इन्ट्रेस्ट छ भने तपाईँ आएर फिजिक्समा खोज अनुसन्धान गरेर तपाईँ वैज्ञानिक भएर जीवन चलाउन सक्नु पऱ्यो, आफ्नो इन्ट्रेस्ट पर्सु गरेर आफ्नो जीवन सुधार्ने र त्यो सँगसँगै देशलाई, समाजलाई, विश्वलाई कन्ट्रिब्युट गर्न सक्ने। त्यो हुनको लागि चाहिँ तयार गर्ने इन्स्टिट्युसन्सहरू, टुल्सहरू, युनिभर्सिटीहरू र यसलाई दलीयकरणबाट टाढा राखेर एउटा स्वाधीन र प्राज्ञिक संस्थाहरूको रूपमा हामीले मेन्टेन गर्नुपर्छ। र अप्रोच टु एजुकेसनको कुरा गर्दाखेरि द पर्पस अफ एजुकेसन इज नट टु टिच यु वाट टु थिङ्क बट हाउ टु थिङ्क, कसरी सोच्ने। आज पनि मेरो क्लासमा म फर्स्ट डे अफ क्लासमा जाँदाखेरि मेरो एउटा क्यापस्टोन छ। मेरो पहिलो क्लासमा मलाई किताब पल्टाएर यसको डेफिनेसन पढ अथवा यो डेफिनेसनले के भन्छ भन्ने कुरा मलाई कसैले पनि सिकाउँदैन। दे टेल यु वाट इट इज। प्रोफेसरले आफ्नो ओपिनियन राख्नुहुन्छ कुनै पनि कुराको बारेमा। डेमोक्रेसी के हो, जर्नलिजम के हो, मिडिया के हो भन्ने कुराको बारेमा हामी छलफल गर्दैछौँ भने प्रोफेसरले यसको किताब मेरो क्लासको लागि चाहिँ यो किताब पढ्नुपर्छ, यो किताबको पेज नम्बर 32मा भएको जर्नलिजमको डेफिनेसन नै तिमीहरूले उत्तर पुस्तिकामा परीक्षामा लेख्नुपर्छ र त्यो गरिसकेपछि पास हुन्छ भन्ने होइन। जर्नलिजमको बारेमा यहाँको प्रोफेसरले आइसकेपछि किताब दे डोन्ट रिफर टु बुक्स, आफ्नो बुझाइ राख्नुहुन्छ। त्यसपछि विद्यार्थीहरूलाई आफ्नो प्र्याक्टिकल एजुकेसन बढी हुनु पर्यो। इट सुड फोर्स यु टु थिङ्क, नट लाइक थ्योरिटिकल सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक शिक्षालाई बढी हामीले जोड दिनु पर्यो। तपाईँको सोचाइलाई, त्यसले मान्छेको सोचलाई बाध्य पार्नु पर्यो, लेभल नेक्स्ट बनाउँछ। सोच्न बाध्य बनाउनु पर्यो क्या। र कसरी सोच्ने, रिजन कसरी गर्ने। तर अहिले त अलिअलि सुरु भएको छ नि होइन, प्रयोगात्मक शिक्षाहरू नेपालमा पनि छ। किनभने सायद हामीले एसएससी दिँदासम्म अथवा हामी +2, 11, 12 पढ्दासम्म त्यस्तो थिएन। तर अहिले चाहिँ धेरै कलेजहरू, बेसिकली प्राइभेट कलेजहरू, युनिभर्सिटीहरू, नट द युनिभर्सिटी, +2 लेभल अथवा ब्याचलर लेभलका कलेजहरू चाहिँ मा चाहिँ सायद त्यो सुरु भएको छ जस्तो लाग्छ जस्तो मलाई होइन। अभिभावकहरूको चेतना पनि बढेको छ अहिले, चेतना नै बढ्यो। किनभने आई थिङ्क यो सबै अब मान्छेले अब बाध्यतावश अब विडम्बना हाम्रो एउटा घरबाट एकजना परिवारले बाहिर नै छन् जस्तो मलाई लाग्छ। त्यसको पनि एउटा अलिकति असर हो कि जस्तो लाग्छ। एनिवेज अब हामी नेपाल अमेरिका बस्दै गर्दाखेरि हामीले नेपालसँग चाहिँ कसरी जोडिन सक्छौँ त? जस्तै अब मेरै कुरा गर्छु भने म 16 वर्ष अगाडि अमेरिका छिरेको अनि अमेरिकामै भाँसिएर बसेँ होइन। मैले यहाँ जतिसुकै ठुलो कुरा गरेँ पनि, जतिसुकै देशभक्तिको कुरा गरेँ पनि म त अमेरिकामै छु नि त। मेरो मन त नेपालमा होला तर म अमेरिकामा छु, मेरो परिवारसहित अमेरिकामा छ। जस्तै अब भन्नु खोजेको के भने नेपाल फर्किने सोच, यदि मेरो नेपाल फर्किने सोच हो भने मेरो अवसर र चुनौती के हो त? कसरी हामी जोडिन् त नेपालसँग? किनभने तिमी यहाँ बसेर राजनीति गर्दैमा नेपाल गएर तिमीले चाहिँ देशभक्ति गर्छु भने त सक्दैनौ होला जस्तो लाग्छ मलाई। त्यो सम्भव कुरो पनि होइन। गाह्रो छ हैन? गाह्रो छ। त्यस्तो कुराहरूलाई चाहिँ हामीले कसरी लिङ्क गर्ने त? अवसर, चुनौती के हो तिम्रो विचारमा? मेरो आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि चाहिँ मैले आफू विद्यार्थी भएर आएदेखि नै विभिन्न तहमा नेपालसँग कसरी जोडिन सकिन्छ। तिमी नेपाल फर्किने हो कि हैन भन है। नेपाल फर्किने हो, म नेपाल फर्किने हो। रेकर्डमै छ हैन। तर तपाईँले भन्नुभएको जस्तो एकैचोटि एकै झट्कामा एकै दिन हैन, अब राति मैले आज यो सपना देखेँ, मलाई नेपाल आमाले बोलाउनु भयो, म भोलि उठेर नेपाल जान्छु भन्ने त्यो कुरा सम्भव हुँदैन। तर सानो सानो कुरा आई थिङ्क म्याटर गर्छ। तपाईँलाई नेपाल फर्किनु छ भने आई थिङ्क यु विल निड 5 years अफ प्लानिङ, मेबी 10 years अफ प्लानिङ होइन। तपाईँलाई के चाहिन्छ नेपाल गएर, अथवा तपाईँ नेपालमा के थिएन र विदेश आउनुभयो होइन, र विदेश आइसकेपछि तपाईँसँग के कुरा हुन्छ जसले तपाईँलाई नेपालमा त्यो चाहेको जीवन, अलिकति कम्फर्टेबल जीवन सहित आफ्नो इन्ट्रेस्टहरूलाई पनि पर्सु गर्न सक्नुहुन्छ, आफूलाई ग्रो गर्न सक्नुहुन्छ र एउटा डिग्निफाइड लाइफ बाँच्न सक्नुहुन्छ भन्ने कुरामा मलाई लाग्छ सबैको आफ्नो आफ्नो इन्ट्रेस्ट हुन्छ, आफ्नो आफ्नो आवश्यकता हुन्छ। तर म चाहिँ विद्यार्थीको रूपमा अमेरिका आएदेखि नै सानो ठुलो हरेक कामलाई लिएर नेपालसँग जोडिएर काम गर्दै आएको छु। त्यो राइटिङ गर्ने कुरामा होस्, नेपालमा ओपेड्सहरू लेखेर पब्लिस गर्ने कुराहरू होस्,
अथवा सानो सानो कुराहरू जस्ट आफ्नो स्कुलको कलेजको साथीभाइहरूसँग कनेक्ट गर्ने कुराले पनि एकदमै म्याटर गर्दो रहेछ। जस्तो म सेमेस्टर ब्रेक लिएर अस्ति 6-7 महिना नेपाल बसेँ होइन। साँच्चै तिमी त नेपालको संसद सचिवालयमा नि 6 महिना अति काम गर्ने अनुभव हो। भएको अरे होइन तिमीले? अनि त्यो सबै कुरामा के हुँदो रहेछ भन्दाखेरि तपाईँले जे गरे पनि नेपालमा गएर तपाईँ 3 महिना काम गर्न जानुहोस्, 1 वर्ष काम गर्न जानुहोस् वा फर्किनुहुन्छ भन्नुहोस् होइन। नेपालमा जाँदाखेरि पहिलो कुरा तपाईँलाई साथीभाइ त चाहिन्छ जहाँ गएर बसे पनि। सो यु निड टु ह्याभ कनेक्सन्स विथ द पिपल। तपाईँसँग पुरानो साथीहरू छन्, कनेक्सनमा बस्नु भएको छ, अमेरिका आइसकेपछि म त अमेरिका आइसकेँ, अब मलाई पुरानो साथी चाहिँदैन भनेर फोन गर्न छोड्नु भएको छ भने यु मे स्ट्रगल टु फाइन्ड फ्रेन्ड्स होइन। तर तपाईँ पुरानो आफ्नो समाजसँग जोडिरहनु भएको छ, पुरानो साथीभाइहरूसँग जोडिरहनु भएको छ होइन। त्यहाँ अरू यहीँ बसेर पनि डिफ्रेन्ट क्रिएटिभ इङ्गेजमेन्टहरूमा लागेर, जस्तो म एनआरएनमा पनि स्टुडेन्ट टास्क फोर्समा काम गरेँ होइन। त्यसको संस्थाको थ्रु हामीले काम गर्दै जाँदाखेरि नेपालसँग जोडिने, नेपालमा काम गर्न इच्छा भएका विभिन्न व्यक्तित्वहरूसँग जोडिएँ। सानो ठुलो सबै कुराहरू तपाईँले नेपालसँग फर्किने हो भने चाहिँ त्यो पिपल टु पिपल लेभलमा तपाईँले व्यक्तिगत सम्बन्धहरूलाई चाहिँ कतिको मेन्टेन गर्न सक्नुहुन्छ ब्याक होम भन्ने कुराले चाहिँ एकदमै ठुलो म्याटर गर्दो रहेछ। किन तपाईँसँग ठुलो आइडिया हुनसक्छ, तर मसँग नेपाल गइसकेपछि फेरि रियालिटी भोलि बिहान उठिसकेपछि गफ गर्न जाने कोसँग होइन, घुम्न जाने कोसँग, अथवा केही काम मलाई सँगै काम गर्नु छ, बिजनेस गर्नु छ भने बिजनेस गर्ने कोसँग, आइडिया सेयर गर्ने कोसँग, द्याट काइन्ड अफ पिपल टु पिपल रिलेसन, हाउ यु मेन्टेन दोज टाइज अथवा बिल्ड न्यू टाइज होइन, जसले चाहिँ तपाईँलाई आफू नेपालमा फर्किसकेपछि वा फर्किँदै गर्दाखेरि सहयोगी हुन सक्छन्। त्यस्ता सम्बन्धहरू कसरी पहिचान गर्ने, कसरी बढाउने, कसरी बनाउने, ती कुराहरू चाहिँ आई थिङ्क यु हेभ टु बी भेरी केयरफुल। तपाईँलाई नेपाल फर्किनु छ भने चाहिँ मलाई नेपाल फर्किनु छ, त्यसैले म केयरफुल हुन्छु। चुनाव लड्ने हो? हजुर, नेपाल फर्केर चुनाव लड्ने हो? चुनाव लड्ने हो नेपाल फर्केर भने होइन। मेरो स्पष्ट कुरा के छ भने होइन पदलाई केन्द्रमा राख्नु हुँदैन भन्ने कुरा मेरो स्पष्ट बुझाइ हो। पदलाई नै हामीले अन्तिम गोल बनायो भने मलाई लाग्छ, जस्तो कोही मान्छे आजको दिनमा म मन्त्री बन्छु भनेर हिँडेको छ वा प्रधानमन्त्री बन्छु भनेर हिँडेको छ भने सपना त देख्नु पर्यो नि त। पर्यो, तर जसको गोल नै प्रधानमन्त्री बन्ने छ उसको त प्रधानमन्त्री बनेको दिन त उसको सपना पुरा भयो नि। प्रधानमन्त्री बनेर काम गर्छु भन्ने सपना राख्नु पर्यो। त्यसैले आफूलाई पदसँग होइन कर्मसँग जोड्नुपर्छ भन्ने मेरो बुझाइ हो। तर तिमी कर्म गर्नलाई पनि कुनै बेला चाहिँ तिमीलाई पद चाहिन्छ। पद भनेको कुरा इट्स बाई प्रोडक्ट क्या। अब आजको दिनमा म अध्ययन गरिरहेको छु, सामाजिक तहमा काम गर्छु, नीतिगत तहमा काम गर्छु, म काम गर्दै जाँदाखेरि अब त्यो कामले मलाई एउटा पद दिन्छ। त्यो पद सानो छ, ठुलो छ, के छ, कसो छ, त्योसँग मेरो सरकार भएन। बट एज लङ एज आइ एम वर्किङ होइन, जब मलाई जे कुरा काम गरेर मन लाग्यो, म काम गरिरहेको छु भने मेरो सपना पुरा भइरहेको छ, द्याट्स इट। मैले आफूलाई कर्मसँग जोड्ने। तिमी अब अहिले डेलावेयर राज्यमा एउटा लेजिस्लेटिभ तहमा काम गरिरहेको छौ नि त, पोलिसी मेकिङमा होइन। त्यो पोलिसी मेकिङमा काम गर्दै गर्दाखेरि तिमीले भेटेका राज्य तहको नेपाल पनि एउटा, अब नेपालमा नि राज्य तह छ नि त र स्थानीय तह छ, जुन अहिले महानगरपालिका अब स्थानीय होइन, राज्य तह भने तिम्रो अब जिल्ला के अरे प्रोभिन्स भयो होइन। यहाँको राज्य तह र स्थानीय तह र नेपालको राज्य तह र स्थानीय तहको भिन्नता चाहिँ के छ त? त्यस्तो भन्नाले आई थिङ्क अहिले मेयर बालन शाहले आई गेस गर्न खोजेको चाहिँ आई थिङ्क स्थानीय तहमा गर्न खोजेको सायद बाहिर हाम्रो यही अब युएसकै पोलिसी जस्तो लाग्छ मलाई होइन, आम नट स्योर होइन। तिमीले भेटेका भिन्नताहरू के हो? तर त्यसलाई चाहिँ हामीले त्यो पोलिसी मेकिङको कुरालाई चाहिँ हामीले कसरी चाहिँ लागू गर्न सकिन्छ? म तपाईँलाई अमेरिकन पोलिटिक्सको कुरा आउँदै गर्दाखेरि म तपाईँलाई एउटा नेपालको राजनीति र यहाँको राजनीति, अमेरिकाको राजनीति बिच व्यवहारिक भिन्नता के छ भन्ने कुरामा मलाई मनमा बिजेको कुरा म राख्छु। तपाईँले मलाई भन्न सक्नुहुन्छ इफ यु अग्री विथ इट अर नट है। सो तपाईँले यहाँको राज्य तहमा अथवा काउन्टी भनेको नेपालको जिल्ला तहमा, अब यहाँको मेयर त कति पावरफुल हुन्छ हामीले देखिरहेछौँ नि त। बट तपाईँले एउटा काउन्सिल मेम्बर, गभर्नर पनि कति पावरफुल हुन्छ। सिटीको काउन्सिल मेम्बर अथवा लोकल रिप्रेजेन्टेटिभको तपाईँले पर्सनल वेबसाइट खोलेर हेर्नुभयो भने त्यहाँ के लेखा हुन्छ, उसको अबाउट हुन्छ नि, उसको बारेमा लेख्दाखेरि के लेखा हुन्छ। फर इक्जाम्पल तपाईँ रिप्रेजेन्टेटिभ हुनुभयो भने रिप्रेजेन्टेटिभ खनाल grew up in a middle class family in
Middle River. He went to Middletown High School and attended Towson University. He began his journey as a contractor, and he also works in media and journalism. होइन अनि in his spare time he likes to walk his dog. He lives with 2 daughters and a beautiful wife named Bimala खनाल. होइन सो यो चित्र हुन्छ एउटा राजनीति गर्ने मान्छेको. अब यसको इन्ट्रिकेसिस भित्र जाउँ. अनुप खनाल मिडल क्लास फ्यामिलीमा हुर्किएको मान्छे हो. त्यसले के बताउँछ? उसले मिडल क्लास फ्यामिलीको परिवारको चिन्ता बुझ्छ, चिन्तन बुझ्छ, सङ्घर्ष बुझ्छ. ऊ सङ्घर्ष भोगेर आएको मान्छे हो, आएको मान्छे हो. 2टा छोरी र श्रीमतीसँग एउटा सहरमा बस्छ. भन्नुको अर्थ उसको एउटा परिवार छ जोसँग ऊ लोयल छ. होइन कोही अन्धकारबाट चाहिँ कहाँ होको मान्छे आएर म नेपालको पिता म हुँ, अब मैले बनाउँछु भनेर उसले भाषणबाजी गरेको छैन. ऊ आफ्नो परिवारप्रति वफादार छ. तपाईँ आफ्नो छोरीलाई माया गर्नुहुन्छ, छोरालाई माया गर्नुहुन्छ, श्रीमतीलाई माया गर्नुहुन्छ, तपाईँको श्रीमतीले तपाईँलाई मन पराउनुहुन्छ, तपाईँको छोराछोरीले तपाईँलाई मन पराउँछ एउटा असल पिताको रूपमा, तपाईँको श्रीमतीले तपाईँलाई माया गर्नुहुन्छ एउटा असल श्रीमानको रूपमा, भने देयर इज मोर प्रोबेबिलिटी द्याट यु विल बी लोयल टु द कन्स्टिट्युएन्सी. You will be loved by the constituency. If you care for your children, you will likely care for the constituency. तर कोही मान्छे जो न स्कुल पढ्दाखेरि न असल विद्यार्थी हुन सक्यो, न कोही साथीको लागि असल मित्र हुन सक्यो, घरमा न छोराछोरीको लागि असल पिता छ, न श्रीमतीको लागि असल पति छ, त्यो मान्छे एउटा असल नेता हुन्छ अनि उसले देश बनाउँछ भन्ने कुरा तपाईँ कसरी अग्री गर्न सक्नुहुन्छ? सो आई थिङ्क इट कम्स डाउन टु वाट काइन्ड अफ पर्सनालिटी यु क्यारी आउटसाइड अफ पोलिटिक्स. तपाईँ व्यक्तिको रूपमा कस्तो व्यक्ति हो, तपाईँ जनताको जनजीविकासँग कसरी जोडिनु भएको छ, तपाईँ आफ्नो परिवारप्रति कति वफादार हुनुहुन्छ, तपाईँ कति इमान्दार मान्छे हो एट हार्ट, तपाईँ प्यासनलाई कसरी फलो गर्नुहुन्छ, आफ्नो प्यासनलाई, त्यो सबै कुरा इट कम्स इन्टु प्ले. र यहाँको निर्वाचित जनप्रतिनिधिहरूको जीवनमा म सरलता पाउँछु, एउटा इमान्दारिता पाउँछु र इस्युप्रतिको एउटा सेन्सिटिभिटी पाउँछु. र त्यही नै हो मलाई लाग्छ कि हाम्रो नेपालमा राजनीति गर्ने मान्छेहरूले आफूलाई एउटा पारिवारिक जीवनबाट अलग्याएर दे डोन्ट एसेन्सियली नो वाट्स गोइङ अन विथ देयर चाइल्ड. मेरो बच्चाले कहाँ सङ्घर्ष गरिरहेछ, मेरो श्रीमतीले कहाँ सङ्घर्ष गरिरहेछ, मेरो छिमेकीले के गरिरहेछ, उसलाई थाहा छैन. तर उसलाई 10 किलोमिटर पारीको चाहिँ नै एउटा अननोन भोटरसँग चाहिँ ऊ वफादार हुन्छ भनेर जनताले पत्याइरहेका छन्. यो सबैभन्दा ठुलो ठगी हो. यसलाई यसरी भन्दा हुन्छ जस्तो लाग्छ मलाई, सिम्पल भाषामा. जस्तै हाम्रो पुस्ताहरू, हाम्रो जेनेरेसन लगायत हाम्रा सिनियर अभियन्ताहरू सामाजिक संस्थामा लागिरहँदाखेरि उहाँहरूकै छोराछोरीहरू चाहिँ सामाजिक संस्थामा लागेका हुँदैनन् क्या. द्याट्स द फ्याक्ट. नेताहरूले देश विकास गर्छु भनेर भनिरहँदाखेरि उहाँहरूकै छोराछोरी विदेश पढ्न गएको हुन्छ नि त. उहाँहरू राष्ट्रपति चाहिँ उहाँहरूको राष्ट्रलाई बनाउनुपर्छ भन्ने सोच हो भने त उहाँहरूले त आफ्नो छोराछोरीले नेपालै बसेर पढ भन्नुपर्ने हो नि त. होइन, अब भन्न चाहिँ देश बनाउँछु, देशको शिक्षा नीति राम्रो छ, हाम्रो शिक्षा नीति राम्रो छ भन्ने, तर मोस्ट अफ द लिडरहरूको छोराछोरी अथवा बुहारी अथवा चाहिँ दे आर अब्रोड. होइन, इदर युके, युएसए, यु नो वेयरएभर दे आर, अस्ट्रेलिया. होइन, उहाँहरूलाई आफ्नो राजनीतिप्रति नै विश्वास छैन के. उहाँहरूलाई थाहा छ मेरो राजनीतिले डेलिभर विडम्बना हो नि त हाम्रो लागि राजनीति. हुन त अब हामीलाई भन्ला नि मान्छेले, अब यो पोडकास्ट हेरेर बसिरहनु भएको सम्पूर्ण तिमीहरू चाहिँ बाहिर गएर के चाहिँ गरेछ र भन्, तर पनि हामीलाई बाहिर गएर हामी देशको बारेमा एभ्रिडे सोध्छौँ नि त. त्यो अब भन्दाखेरि फिसी सुनिएला, तर द्याट्स द ट्रुथ. अहिले देशको बारेमा किन कुरा गरेर छ त, हाम्रो भित्र छ नि त मनमा. होइन, यो कुरालाई चाहिँ म नकार्नुपर्छ. जस्तो विदेशमा बस्ने नेपालीहरू जति पनि हुनुहुन्छ, कोही पनि रहर गरेर इच्छा भएर विदेश आउने त्यो लग्जरी सायद हामीसँग सबैसँग छैन होला.
कतिपय मान्छेहरू नेपालमा मनके पैसा कमाएर अमेरिकामा पनि एउटा घर थप्छु भनेर आउनु भएको मान्छेहरू पनि हुनुहुन्छ होला, तर अधिकांश नेपालीहरू जो विदेशमा हुनुहुन्छ, आज नेपालको अमेरिकाको कुरा गर्दाखेरि 2 लाख 2.5 लाख नेपालीहरू अमेरिकामा हुनुहुन्छ होइन, राम्रो कमाउनुहुन्छ। उहाँहरू अथवा खाडीमा जाने नेपालीहरू विशेष त उहाँहरू नेपालमा 15,000 20,000 30,000 25,000 को जागिर पाउन नसकेर त्यति पैसाको लागि आफ्नो परिवारभन्दा टाढा गएर मरिहत्ते गरिरहनु भएको छ, आफ्नो ज्यान जोखिममा हालेर होइन। सो उहाँहरूको लागि चाहिँ डेलिभर गर्नको लागि नेताहरू अथवा नेता भन्दा पनि म राजनीति कर्मीहरू भन्न रुचाउँछु। द वे नेता भन्ने जुन शब्द युज गरिएको छ, नेता हरेक क्षेत्रमा हुन्छ। शिक्षामा पढाउने एउटा राम्रो टिचर, स्कुल लिड गरिरहेको युनिभर्सिटीको प्रोफेसर अथवा युनिभर्सिटीको डिन पनि एउटा लिडर हो होइन। तपाईँ कन्स्ट्रक्सन फिल्डमा हुनुहुन्छ, तपाईँ कम्पनी हाँक्नुहुन्छ, 500 जना कामदार चलाउनुहुन्छ भने युआर लिडर होइन। डक्टरमा भएको मान्छे, एउटा हस्पिटल म्यानेजमेन्ट गर्ने डक्टरले आफ्नो अन्डरमा 100-200 स्टाफलाई रन गरिरहेछ भने, हस्पिटल चलाइरहेछ हेल्दी रूपमा, फङ्सनल रूपमा भने ऊ डक्टर एउटा लिडर हो। राजनीति गर्ने मान्छेलाई मात्रै हामीले नेताको भार उठाएका छौँ। नेता भनेको लिड गर्ने, एभ्री सेक्टरमा लिडर हुनुपर्छ, एभ्री सेक्टरमा लिडर। वी निड लिडर इन अल सेक्टर्स एन्ड द पिपल हु डु पोलिटिक्स आर नट इसेन्सियली लिडर। राजनीति गर्ने चाहिँ सबै नेता, जतिसुकै चोर होस्, जतिसुकै फटा होस्, ऊ चाहिँ नेता होइन। तर राजनीति कर्मी मात्रै हो। राजनीति कर्मी मात्रै मध्ये थोरै मात्र हुन्छन् जो नेता हुन लायक हुन्छन्। वाउ, एनिवेज के थियो त्यो होइन, यस्तो मिठो कन्भर्सेसन भयो कि होइन, अब भित्र डुबियो के होइन होइन। यो त तपाईँ र म अथवा अब हामी नेपालीहरू अब अन्त्यमा तिमीलाई, तिमी त एउटा विद्यार्थी राजनीतिबाट आयो भनेर विद्यार्थी भएर अमेरिका छिरौ। हजुर, नेपालमा अमेरिकामा विद्यार्थीको चुनौती के जस्तो लाग्छ तिमीलाई एज एउटा स्टुडेन्ट? किनभने तिमी त स्टिल स्टुडेन्ट छौ, स्टिल यु हेभ टु अचिभ सो मेनी थिङ्स होइन। तिम्रो गोल आफ्नै छ। अब तिमी पढाइ सकेर नेपाल जान्छु भनेको छौ, तर बिसाइड द्याट पनि तिमी हिजो स्टुडेन्ट भएर आउँदै गर्दाखेरि तिम्रो रियल पेन चाहिँ के हो? विद्यार्थीको सङ्घर्ष अथवा समस्या धेरै तहमा हुन्छ। एउटा भनेको भौतिक तहमा, फिजिकल रूपमा जुन तपाईँ देख्नुहुन्छ, विद्यार्थीले कस्तो खाना खायो, कस्तो घरमा बस्यो, गाडी किन्न सके कि सकेन, गाडी चढ्दा कस्तो गाडी चढ्यो, आदि इत्यादि कुराहरू उसको फिजिकल कम्फर्टको कुरा भयो। तर आई थिङ्क अ लट मोर देन द्याट गोज इन टु देयर हेड, उनीहरूको साइकोलोजीमा। फेरि म अघिकै कुरामा फर्किन्छु, विद्यार्थीहरूको हामीले जुन विद्यार्थी राजनीतिको कुरा गऱ्यौँ, 18-19 वर्षको केटाकेटीहरू जो नेपालमै पढुन् र यहाँ पढुन्, आफूलाई चिनिसकेको हुँदैन। जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा नै आफूलाई चिन्नुहुन्छ जस्तो मलाई लाग्छ। तपाईँले आफूलाई चिन्नु भयो भने त्यसपछि दुनियाँ चिन्न धेरै सजिलो हुन्छ, किनभने तपाईँलाई थाहा हुन्छ के मेरो लागि हो र के मेरो लागि होइन होइन। मैले कुन बाटो हिँड्दाखेरि सजिलो पर्छ भन्ने कुरा, मलाई के चाहिएको हो भन्ने प्रश्न थाहा भयो। वाइ, वाट, जीवनको वाइ डु आई वान्ट समथिङ, वाट डु आई वान्ट, त्यो प्रश्नहरू चाहिँ तपाईँले आफूलाई चिनिसकेपछि मात्रै त्यो प्रश्नको जवाफ सायद तपाईँले पाउनुहुन्छ। र 18-19 वर्षको उमेरमा नेपाल बस्ने विद्यार्थीहरूको हकमा त एउटा किसिमको प्यारेन्टल गाइडेन्स एउटा समाज हुन्छ। विद्यार्थीहरू परिवार आफन्तहरूबाट टाढा एउटा नयाँ समाजमा, नयाँ परिवेशमा आइसकेपछि उनीहरूको लागि साइकोलोजिकल्ली पनि थुप्रै च्यालेन्जेसहरू हुन्छ। मेनली उनीहरू विद्यार्थी भएर आएका हुन्छन् अमेरिकाको विद्यार्थीहरूको हकमा, र आफ्नो इन्ट्रेस्ट के हो, मेरो लक्ष्य के हो, मेरो पोटेन्सियल के हो, म के हुन सक्छु, म के बन्न सक्छु, त्यो बन्नको लागि मैले के गर्नुपर्छ, उनीहरूको लागि गाइडेन्स, केयर होइन। एकदमै बालबच्चाहरू, विद्यार्थीहरू कलिलो माटोको भाडा हो, जस्तो आकार दियो त्यस्तै बन्छ भनेर त हामीले स्कुलमै पढेको हो नि त। तर त्यो आकार दिने कुरामा चाहिँ आफ्नो देश, आफ्नो परिवार, आफन्त र त्यो गाइडेन्स केयरबाट टाढा आइसकेपछि सायद त्यो माटाको भाँडोलाई आकार दिने मान्छेहरूको चाहिँ कमी हुन्छ। र धेरै विद्यार्थीहरूले आफ्नो गन्तव्य के हो, आफ्नो लक्ष्य के हो, आफ्नो इच्छा के हो, कतिपय लिमिटेसनहरूले गर्दाखेरि आफ्नो इच्छालाई मारेर होइन, स्टुडेन्टको आफ्नो कस्ट, घरको पैसा, खाने पैसा, त्यो सबै जुटाउने सङ्घर्ष गर्दा गर्दै कतिपय विद्यार्थीहरूले आफ्नो कलेज एजुकेसन पुरा गर्न पाउँदैनन्। थुप्रै सङ्घर्षहरू मार्फत उनीहरू गुज्रिनुपर्छ, थुप्रै इन्सेक्युरिटिज, र कहिलेकाहीँ
कोही विद्यार्थीहरूको हकमा अभिभावकहरूले पनि त्यो कुरा सायद बुझिदिनुहुन्न र ती अँ। विद्यार्थीहरूलाई अझ बढी गाह्रो पर्छ। त्यो कारणले गर्दाखेरि म विद्यार्थीहरूलाई चाहिँ सकेसम्म बाहिर पढ्न आउँदाखेरि चाहिँ धेरै जिम्मेवारीहरू मनमा नराखिकन आफूलाई विद्यार्थीको रूपमा अगाडि बढाउनलाई नै आफ्नो पहिलो लक्ष्य बनाएर विदेश पढ्न आएको राम्रो भन्ने मलाई लाग्छ। तर जसको हकमा जो स्पष्ट हुनुहुन्छ मेरो पढ्ने कमाउने नै हो, म जसरी भए पनि कमाउने नै हो, विदेशमा गएर सेटलै हुने हो भन्ने लक्ष्य सायद सहित विदेश जानुहुन्छ अथवा आउनुहुन्छ भने उहाँहरूको हकमा मेरो कुरा होइन। तर देयर आर लट अफ स्टुडेन्ट्स हु वान्ट टु सक्सिड एकाडेमिकल्ली, पढेरै केही गर्छु भन्ने हुनुहुन्छ, तर उहाँहरूको लागि एडिक्वेट रिसोर्सेसहरू हुँदैन, गाइडेन्स हुँदैन, त्यो सपोर्टको कमी हुन्छ। र त्यस्तो अवस्थामा चाहिँ आफ्नो युनिभर्सिटीहरूमा प्रोफेसर्सहरूसँग राम्रो सम्बन्ध राख्ने, साथीभाइ बनाउने म कसरी बुझ्छु भन्दाखेरि एजुकेसनको प्रोसेस भनेको इट्स अ प्रोसेस अफ यु बिकमिङ, यु वान्ट टु बी समथिङ एन्ड यु बिकम द्याट, बट इट टेक्स अ प्रोसेस, इट टेक्स अ होल भिलेज टु रेज अ चाइल्ड। आज खाना खाएको जस्तो हुँदैन, इट टेक्स टाइम। आज खाएर भोलि पर्दैन। हो, यु हेभ टु बी पेसेन्ट, यु हेभ टु बी पेसेन्ट हैन? हो। तर आज आयो ल भोलिदेखि नै म चाहिँ ग्रिन कार्ड बनाउँछु अथवा सिटिजन लिन्छु भनेर सोच्नु चाहिँ भएन। हो, तिम्रो लक्ष्य के हो पहिला त्यो बुझ्नु पर्यो। हो, आफूलाई सुधार्ने मौका स्टेप हो। बाइ स्टेप। म त के भन्छु भने विदेशमा आएर पढ्ने विद्यार्थीहरूको लागि जुन अवसर छ, इट्स नेभर बिन लाइक दिस बिफोर, होइन? पहिला यति धेरै विद्यार्थीहरू अस्ट्रेलिया जाने, अमेरिका जाने, किनभने हिजोको समयमा अमेरिका जाने, अस्ट्रेलिया जाने, बेलायत जाने भन्ने कुराहरू भनेको अलिकति सम्पन्न परिवारको मान्छेहरूको लागि मात्रै सम्भव कुरा थियो। आज एउटा अर्डिनरी नेपाली मिडल क्लास फ्यामिलीले पनि त्यो कुरा अफोर्ड गर्न सकिरहेको छ होला। फाइनेन्सियल स्ट्रगल आफ्नो ठाउँमा छ, बट दे हेभ बिन एबल टु सेन्ड देयर किड्स आउट टु अदर कन्ट्रिज, होइन? राम्रो सुविधा भएको ठाउँमा, राम्रो विकास भएको ठाउँमा देख्नको लागि, सिक्नको लागि धेरै कुरा हामी देखेर पनि सिक्न सक्छौँ अरूबाट, होइन? अनि मलाई त के लाग्छ भने कोही विद्यार्थी अमेरिका आउँदैछ भने म कोही पनि विद्यार्थीलाई चाहिँ सिक्नको लागि हजारौँ माध्यमहरू हुन्छन्। यहाँको मान्छेहरूसँग साथी बन, एउटा कक्षामा बसेर प्रोफेसरले पढाएको लेक्चर सुन्नु मात्रै शिक्षा होइन, त्यो त तिमी अमेरिकामा बसेर गर्नु नै पर्थेन, त्यो नेपालमै बसेर पनि युट्युबमा आज स्ट्यानफोर्डको, एमआइटीको, हार्वर्डको राम्रो भन्दा राम्रो विश्वविद्यालयमा प्रोफेसरहरूले पढाएको भिडियोहरू युट्युबमै हेरेर फ्रीमा पढ्न पाइन्छ। तर अमेरिका आएर पढ्नु भनेको अमेरिका पढ्नु पनि हो। प्रोफेसरसँग एउटा राम्रो सम्बन्ध बनाउँदाखेरि प्रोफेसर र शिक्षकको बिचको सम्बन्ध कस्तो हुन्छ, उसले केयर कसरी गर्छ, गाइड कसरी गर्छ, उसले कसरी पढाउँछ, कसरी सोध्छ, साथीहरू कसरी आएका छन्, कुन पृष्ठभूमिबाट आउँछन्, उनीहरू कसरी बोल्छन्, कसरी सोध्छन्, उनीहरू कसरी टाइममा होमवर्क डेलिभर गर्छन्, आफ्नो होमवर्क असाइनमेन्टलाई लिएर कति सिन्सियर हुन्छन्, कक्षा कोठा बाहिरको एकाडेमिक इन्भाइरोमेन्ट कस्तो हुन्छ, बाहिरको समाज कस्तो हुन्छ, त्यो कुराहरू बाहिरको समाजलाई पढ्न सक्नु भने अ लट अफ डेभलपमेन्ट एन्ड पर्सनल ग्रोथ ह्यापन्स आउटसाइड अफ क्लासरुम्स एन्ड आउटसाइड अफ युनिभर्सिटी एज वेल। सो टेक दोज अपर्च्युनिटिज र अफकोर्स स्ट्रगल हुन्छ, तर स्ट्रगल सँगसँगैको जुन सफलताको स्वाद हुन्छ त्यो त्यत्तिकै मिठो हुन्छ। दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु भन्ने एउटा उखान छ नि। यस, एन्ड एन्जोय द प्रोसेस, ट्रस्ट द प्रोसेस अफ यु बिकमिङ। हामी लास्ट भइसक्यो। ओके, एउटा कुरा अलिकति एउटा छुन मन लाग्यो, त्यो हामी जुन खाडीको कुरा गऱ्यौँ नि, तिमी हामी अमेरिका आउँछौ, इट्स अ प्रिभिलेज, होइन? अस्ट्रेलिया, युरोप जान्छौँ, इट्स अ प्रिभिलेज। सायद त्यो प्रिभिलेज सबै नेपालका सबै युथहरूसँग छैन कि छैन, होइन? किनकि म हेर्छु, न्युजहरू हेर्छु, होइन? अब त्यो एयरपोर्टमा देख्छु क्या मैले कति युथहरू खाडी गएको, होइन? कतार, दुबई, मलेसिया, होइन? त्यो जाँदैमा नराम्रो भनेको होइन, तर त्यहाँको दुःख र यहाँको दुःख डिफ्रेन्ट छ नि त, होइन? त्यो पनि उहाँहरूको लागि प्रिभिलेजै हो एक हिसाबले। आफ्नो जुन लक्ष्य छ त्यो अनुसारले मान्छे जाने हो नि त, होइन? तर आई थिङ्क जति युथहरू अहिले बाहिर गएको छ, जो अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानाडा जान पाउँदैन, उहाँहरू चाहिँ सक्ने गएको छ, नसक्ने चाहिँ खाडी मुलुक गएको छ। त्यो चाहिँ आई थिङ्क नेपाल सरकारले
त्यसमा चाहिँ युवाहरूलाई चाहिँ देशमै फर्काउने अभियान जस्तो एकदम गर्नुपर्छ एकदम जस्तो एकदम मलाई लाग्छ। एकदम 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 कहिलेकाहीँ मन दुख्छ क्या त्यो देखेर एकदम होइन। अब सो तपाईँले भन्नुभयो किन कुरामा भने जस्तो लाग्छ नि त। हो र खाडी एयरपोर्टमा जाने हेऱ्यो बिचराहरू एकजनाको फोटो खिच्ने मान्छे धरि पनि हुँदैन क्या, कहाँ गाउँबाट आएको हुन्छ होइन। द्याट्स यहाँ बसेर त्यो हेर्दाखेरि हामीलाई दुःख लाग्छ क्या, गर्न केही सकिँदैन, भित्र दुःख गर्न बस्ने मात्रै हो नि त। तर म चाहिँ सिन्सियर रिक्वेस्ट नेपाल सरकारलाई, युवाहरूको लागि चाहिँ होपफुल्ली स्कोप छ होला देशमा, अब हामी पनि भविष्यमा फर्किन सकौँ होइन। हाम्रो पनि देशप्रति माया छ। हो एकदम एकदमै। सो आजको नेपालको तपाईँको सामाजिक सञ्जालमा अथवा यतिकै साधारणतया काम गर्दाखेरि कुरा गर्दाखेरि हाम्रो समस्याहरू चाहिँ राजनीतिक समस्याहरू छन् भनेर युथ इम्पावरमेन्ट बनाउनु पर्छ जस्तो लाग्छ, जसले चाहिँ देश चलाउन सकोस्। राजनीतिक समस्याहरूको बढी चर्चा हुने गर्छ, किन भन्दाखेरि त्यस किसिमको टिका टिप्पणी गर्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ होइन। फलानुले यस्तो भन्यो, उस्तो भन्यो, त्यस्तो भन्यो, यस्तो गर्यो। तर आई थिङ्क हामीलाई पोलिटिक्सको कुरा भन्दा पनि मोर गभर्नेन्सको कुरा, पोलिसीको कुरा, सोल्युसनको कुरा, सोल्युसन सेन्ट्रिक भएर हामीले सोच्न सक्ने हुनुपर्ने छ भविष्यको लागि। बिकज हामीले कम्प्लेन मात्रै गरिराख्यौँ भने चाहिँ, म के भन्छु भने आम अ युथ होइन, बट म आफूलाई समस्या पहिचान गर्ने महत्त्वपूर्ण कुरा हो। तर समस्या सँगसँगै समाधान पनि दिनको लागि हामी तयार हुनुपर्छ। किनभने आज हामीसँग हामीभन्दा अघिल्लो पुस्ता छ जसलाई हामी प्रश्न सोध्न सक्छौँ, तर हामी भोलि फेरि जवाफ दिने ठाउँमा पुग्न सक्छौँ। र हामी त्यो आफू भोलि जवाफ दिने ठाउँमा बसेर पनि प्रश्न गर्ने नै मेन्टालिटीबाट गुजिरह्यौँ भने त्यसपछि हामी फेरि कसलाई प्रश्न गर्छौँ। सो आजको पोलिटिक्सको नेपालको च्यालेन्ज भनेको इफेक्टिभ एडमिनिस्ट्रेटरहरू जन्माउनु हो, जसले नीतिहरू बुझ्छन्, जसले कार्यक्षमता राख्छन्, जसले काम गर्न सक्छन्, हु क्यान डेलिभर होइन। कार्यक्षमता भएको युवाहरू तयार गर्नु, उत्पादन गर्नु, आकर्षण गर्नु देश विदेशबाट, त्यो हाम्रो मुख्य चुनौती हो। र युवाहरूले पनि आजको टाइममा म के भन्छु भने आफूलाई चाहिँ सल्युसन दिन सक्ने ठाउँमा उभ्याउनुपर्छ र प्र्याक्टिकल भएर सोच्नुपर्छ कतिपय कुराहरू, इमोसन भन्दा पनि। थ्याङ्क यू सो मच है। आज अब यति मजाको कुरा गरियो नि होइन। अब कुरा गर्न धेरै मन थियो तर इट्स टाइम लिमिट। अन्त्यमा जाँदा जाँदै तिमीलाई केही भन्न मन छ? छुटेको, मलाई भन्न मन लागेको कुरा तिमीलाई मनमा मैले यो भन्नुपर्ने थियो कि भन्ने खालको? छुटेको भन्दा पनि मलाई अनुरोध, अघिकै कुरामा कन्टिन्युटी, हामी रेस्पोन्सिबल हुनुपर्छ, सोल्युसन सेन्ट्रिक हुनुपर्छ भन्ने कुरामा आई थिङ्क हामीले आज प्रश्न गर्दा गर्दै छिट्टै समय आउँछ जब चाहिँ हामी आफै समाधान बनेर अगाडि आउनुपर्ने हुनसक्छ अथवा समाधान दिनुपर्ने हुनसक्छ। त्यसको लागि चाहिँ हामी तयार हुनुपर्छ र त्यसको लागि एउटा माइन्डसेट चाहिँ यु ह्याभ टु बी एबल टु टेक अप रेस्पोन्सिबिलिटिज, जिम्मेवारी लिन, जिम्मेवारी उठाउन र जिम्मेवारी के भन्न जिम्मेवारी दिन होइन। त्यसको लागि चाहिँ हामी तयार हुनुपर्छ। सो आफूलाई थिङ्क ग्लोबल एक्ट लोकल भन्छ नि। हामीले नेपालको धरातललाई टेकेर, नेपालको वस्तुस्थिति, नेपालको परिस्थिति, नेपालको माग, नेपालको मुद्दा, त्यो सबैलाई बुझेर नेपालको लागि प्राथमिकताहरूको चयन गर्नुपर्ने छ। तर त्यो सँगसँगै अघि हामीले भने जस्तो सुरुमा हाम्रो आजको प्रतिस्पर्धा नेपाल विश्वमा एउटा लुकेको एउटा माटोको टुक्रा मात्र होइन। नेपाल एउटा जीवित देश हो जसको आफ्नै स्ट्रेन्थ्सहरू छन्, आफ्नै अस्तित्व छ। र वी नट जस्ट एक्जिस्टिङ आउट देयर होइन, वी आर थ्राइभिङ होइन। हामी अगाडि बढिरहेका छौँ, हामी सफल भइरहेका छौँ। त्यो गर्नको लागि चाहिँ युवाहरूले जिम्मेवारी लिन सक्ने आफूलाई बनाउनुपर्छ र ग्लोबली कम्पिटेन्ट बनाउनुपर्छ। यदि हामीलाई आफ्नो देश ग्लोबली कम्पिटेटिभ बनाउनु छ भने त्यसको लागि चाहिँ म सबै युवाहरूलाई आग्रह गर्छु, टेक अप रेस्पोन्सिबिलिटिज, आस्क क्वेसन्स, बी क्रिटिकल, बट अल्सो बी इन अ पोजिसन वेयर यु क्यान आन्सर क्वेसन्स योरसेल्फ
गिभ सल्युसन्स, प्रपोज सल्युसन्स, वर्किङ इन कोलाबोरेसन इज गोइङ टु बी अ बिग च्यालेन्ज आउने पुस्ताको लागि। किन भन्दाखेरि यो पुस्ता चाहिँ मलाई लाग्छ कति नेपालमा बसेर आफूलाई ट्रेन गर्दै हुनुहुन्छ र त्यत्तिकै ठुलो साइजको पुस्ता चाहिँ नेपालभन्दा बाहिर रहेर आफूलाई ट्रेन गर्दै हुनुहुन्छ। बाहिर रहने पुस्ताले के सोच्नु भएन भने नेपाल बसेर पढ्ने साथीहरूले केही बुझेको छैन, विश्व हामीले देखेका छौँ भन्ने त्यो घमण्ड राख्नु भएन। नेपाल पढ्ने साथीहरूले पनि, नेपाल बुझ्ने साथीहरूले पनि नेपाल हामीले मात्रै बुझेका छौँ र विदेशमा बसेर पढ्नेहरूले हामीलाई सिकाउने होइन भन्ने त्यो मानसिकता राख्नु भएन। हामीले एकअर्कालाई कम्प्लिमेन्ट गरेर सहअस्तित्वका साथ हामी अगाडि बढ्नुपर्छ र त्यो कोलाबोरेसन, त्यो अन्डरस्ट्यान्डिङ भयो भने सायद हामीले समयको माग लाई सम्बोधन गर्न सक्छौँ र नेपाललाई एउटा ट्रुली एउटा ग्रेट कन्ट्री हामीले बनाउन सक्छौँ जस्तो मलाई लाग्छ। थ्याङ्क यू सो मच भाइ। मैले अघि नै भने कन्भर्सेसन गर्न त धेरै मन थियो तर समयको लिमिटेसन छ। ठिक छ, हामी फेरि गफ गरौँ एकदम। मैले सुरुमै भनेको थिएँ आज हामी भिन्न प्रकारको एपिसोड लिएर उपस्थित भएका छौँ। आशा छ तपाईँहरूलाई हाम्रो यो कन्भर्सेसन मन पर्यो होला। हामीले यसमा कसैलाई आरोप प्रत्यारोप गरेका छैनौँ। हामीले खालि आफ्नो थट एज अ एउटा युथ र देशप्रति माया, मातृभूमिप्रति आफ्नो एउटा दायित्व र देशलाई माया गर्ने, जुन जन्मभूमिलाई माया गर्ने एउटा नागरिक भएको हिसाबले हामीले यो कुराहरू उठाएका हौँ। आशा छ अहिले हामीले जति कुरा गऱ्यौँ त्यो कुरा सम्बन्धित निकायसम्म पुग्नेछ र सम्बन्धित निकायको ध्यान जानेछ। हामीले खालि एउटा चाहिँ आफ्नो थट एज एउटा हजारौँ युवाहरूको आवाज मात्र हामीले आज यहाँ राख्न खोजेका हौँ। यसलाई चाहिँ पोजिटिभली लिदिनु होला। यसमा मैले फेरि पनि भने कसैलाई आरोप प्रत्यारोप, कुनै पार्टी सङ्गत, कुनै कसैलाई केही भनिएको छैन र भनेको पनि छैनौँ हामीले। यति भन्दै आजको एपिसोड अन्तमा आइसकेका छौँ र त्योभन्दा पहिला गफ जङ्सन पोडकास्ट छ। सपोर्टिङ पार्टनर बिना यो सम्भव थिएन, जसको नाम लिन चाहन्छु माउन्ट मकाली कन्स्ट्रक्सन, उमा भगवती बिजनेस ग्रुप, प्रवीण भण्डारी, सपनाको घर, प्रवीणको भर, अप्सरा थ्रेडिङ, प्रोलाइन रियल इस्टेट, वान मोर्गेज इङ्क, एपिजे मेकानिकल कन्ट्र्याक्टर, हाम्रो क्रिएटिभ पार्टनर ब्रान्डिफाइड टेक, जाँतो क्रिएसन भन्दै गर्दाखेरि मैले एभ्रिडे भन्छु पशुपति भाइ एनी टाइम रेडी फर सुट होइन, विदाउट एनी हेजिटेसन। थ्याङ्क यू सो मच पशुपति भाइ। हाम्रो इन्टरटेनमेन्ट पार्टनर एभरेस्ट इन्टरटेनमेन्ट, इपिक इन्टरटेनमेन्ट, नन प्रफिट पार्टनर साथी बाल्टिमोर, एल्फा, भर्जिनियाको क्लब संस्था र नेसनल पोलिसी फोरम, हाम्रो संस्थापकै यहाँ हुनुहुन्छ अगाडि। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ दिस एपिसोड। कन्स्ट्रक्टिभ फिडब्याक दिनु होला, लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब प्लिज। त्यति गरेमा मात्रै यो एपिसोड अथवा यो च्यानल चाहिँ सक्सेस हुनेछ। थ्याङ्क यू सो मच, सी यू नेक्स्ट टाइम। थ्याङ्क यू फर इन्भाइटिङ। थ्याङ्क यू भाइ।